with all our technical difficulties सुरु गरिहाल्यौँ। के छ त हालखबर तिम्रो? मेरो हालखबर ठिकै छ दाइ, हजुरको सुनाउनु। मेरो पनि सबै थोक ठिक छ। I'm having a baby soon, त्यसको लागि प्रिपेयर भएर बसिरहेको छु। त्यही हो। तपाईलाई एडभान्समै कङ्ग्रेचुलेसन्स। थ्याङ्क यू सो मच। अहिलेको सबै कुरा चाहिँ त्यसमै फोकस भइरहेको छ होइन, एभ्रिथिङ, प्रिटी मच एभ्रिथिङ। अनि त्यही त्यसमै बिजी छु यार अहिले। अनि के गरिरहेको छु यार हालखबर? अहिले आजकल के गरिरहेको छु? मैले एउटा नन टेक्निकल डिग्री लिउँ भनेर एमए इकोनोमिक्स जोइन गरेको छु यहीँ वीरेन्द्र क्याम्पसमा, र त्यसको चाहिँ बोर्ड इक्जाम छ अबको 9 दिनपछि, त्यसको लागि प्रिपेयर गर्दैछु। प्लस मेरो आफ्नै सिभिल इन्जिनियरिङ फिल्डको 1-2टा साइटहरू पनि रनिङ छ, त्यसमा पनि व्यस्त छु। र म पनि 9 मन्थ बेबीको छोरीको बाबा हो। छोरीसँग यताउता टाइम स्पेन्ड एकदम बिजी नै छु, समय बिताइरहेको छु। प्लस अर्को एउटा सोसल अलिकति सामाजिक काम भनेको नागरिकताविहीन साथीहरूको लागि आफ्नो तर्फबाट चाहिँ हेल्प गरिरहेको छु, अपडेट दिने काम गरिरहेको छु। त्यो छिटो गर्न पर्यो, बिल छिटो पास गर्नु पर्यो भनेर राज्यका सम्बन्धित निकायहरूलाई, गृह मन्त्रालयलाई, सांसदहरूलाई चाहिँ निरन्तर खबरदारी र त्यो खाले। यो टपिकमा गइहालौँला एकैछिनमा होइन, तर तिमीले छोरीको बुवा भनेर भने आफूलाई मलाई के सिकाउन सक्छौ त यो टपिकमा भन। मलाई चाहिँ के सिकाउने भन्दा नि मेरो ठ्याक्कै एक्सपिरियन्स चाहिँ म तपाईँलाई भन्न सक्छु। जस्तो बेबी नहुँदासम्म चाहिँ त्यस्तो धेरै म सिरियस थिइनँ एज युजल। अब देखिरहेको पहिला भाउजूहरू, अब गाउँघरतिर आन्टीहरू पनि अब प्रेग्नेन्ट भएको देखिरहेको, बेबी पाएको देखिरहेको, त्यस्तै नै होला भन्ने लाग्यो मलाई। त्यस्तो उस भएन। अलिअलि त्यस्तो भयङ्कर धेरै हेल्प पनि मैले गरिनँ अञ्जलीलाई। अलिअलि केही हेल्पमा चाहिँ केही कुरा चाहिँ हेल्प गरेकै हो, तर त्यस्तो धेरै सिरियस मैले त्यो इस्यु लिएको थिइनँ। तर जब टाइम आयो, डेलिभरीको टाइम आयो, त्यसपछि मैले उसलाई व्यथा लागेपछि अस्पताल लिएर गएँ। लगभग 10 घन्टा जति चाहिँ उसलाई त्यो अस्पतालमा त्यो व्यथा लागेको छटपट्टि म आफैले चाहिँ महसुस गर्दाखेरि चाहिँ होइन, मलाई धेरै नै गाह्रो भयो। किन भन्दा मैले लगभग 7-8 वर्ष अगाडि मेरो आफ्नै भाउजू डेलिभरी हुने बेला पनि दाइको एपेन्डिसाइडको अपरेसन गरेको भएर मैले नै अस्पताल लगेको थिएँ। तर भाउजूले अस्पताल लगेको 15 मिनटमै बच्चा पाइदिनु भयो। मलाई कस्तो लाग्यो भन्दा ठ्याक्कै फिल्ममा जस्तो देख्थेँ मैले, एकदमै चाहिँ त्यो हिरोइनलाई अथवा कसैलाई फिल्ममा लिएर जान्थ्यो अस्पताल, उतिखेरै बेबी च्या गरेर निकाल्थ्यो, एकैछिनमा पाउँथ्यो। सेम त्यही थियो मेरो भाउजूको केसमा पनि। 15 मिनटमै त्यो डेलिभरी सक्सेस भइसकेको भएर मलाई त्यो घन्टौँसम्म लामो व्यथा भन्ने मलाई त्यो महसुस अथवा त्यो मैले कहिले पनि देखाएको थिइनँ। तर मेरो श्रीमतीको हकमा चाहिँ 10 घन्टासम्म अञ्जलीले त्यो छटपटाहट, त्यो चिरचिराहट देख्दाखेरि चाहिँ मैले त्यो उसको त्यो एउटा प्रसव वेदना चाहिँ म आफैले फिल गर्न पाएँ, मेरो श्रीमती भएको नाताले। र मेरो आफ्नै बेबी उसले जन्माउँदै थियो, त्यसैले चाहिँ मलाई त्यति बेला धेरै नै गाह्रो भयो। के अरे धेरैलाई त्यहाँ सिएस गर्नको लागि पनि लैरहेको थियो, तर फाइनल्ली उसको चाहिँ नर्मल डेलिभरी नै भयो। तर म अन्तिम घडीमा चाहिँ जब भ्याकुम लगाएर बेबी तान्नुपर्छ भनेर चाहिँ बेबीले बल गरेन भनेर चाहिँ जब डक्टरले त्यहाँ नर्सहरूले साइन गरेर मलाई भित्र बोलायो, अनि त्यति बेला त्यो साइन गर्दाखेरि जे मैले त्यहाँ पढेँ, तलपट्टि साइन गर्नुपर्ने थियो एज अ हस्बेन्ड, अनि मेरो अञ्जलीको उतापट्टिको त्यो अञ्जलीको त्यो जुन हारगुहार थियो त्यो सुन्दाखेरि र त्यो साइन गर्दाखेरि चाहिँ म एकदमै रोकै थिएँ क्या। मेरो आँसु नै आएको थियो। र मैले चिनेको स्त्री रोग विशेषज्ञहरूलाई, डाक्टरहरूलाई धेरैलाई मैले चाहिँ त्यो अवस्था भने के गर्ने कसो गर्ने भनेर मैले सकेको कुरा मैले गरेँ। अझै तपाईँलाई भन्नुपर्दा अलिकति आध्यात्मिक मान्छे म, अब परमेश्वरप्रति विश्वास गर्ने मान्छे, मैले धेरै प्रार्थना पनि गरेँ, एकदमै रोएँ। तर फाइनल्ली जे भयो राम्रो भयो। उसले चाहिँ नर्मल्ली नै चाहिँ त्यो बेबीलाई जन्म दियो। त्यो कारणले गर्दाखेरि यो अहिले जुन तपाईँ अवस्थामा हुनुहुन्छ यतिखेर तपाईँले पनि, मलाई लाग्छ कुनै पनि छोरा मान्छेले त्यति धेरै सिरियसली यस्तो धेरै हेभिली लिन्छ जस्तो लाग्दैन। मैले पनि लिएको थिइनँ होइन, तर बच्चा पाइसकेपछिको अवस्थामा चाहिँ धेरै नै जिम्मेवार हुनुपर्छ। श्रीमतीलाई हेल्प गर्नेदेखि बेबीको केयर गर्नेदेखि लिएर धेरै कुरा म्यारिड मात्र हुँदाखेरि र फादर हुँदाखेरिको जिम्मेवारी चाहिँ लगभग 2 टाइम्स 3 टाइम्स नै बढ्छ र त्यति नै धेरै चेन्ज हुन्छ। त्यो चाहिँ तपाईँले अब केही महिनामा आफैले अनुभव गरि नै हाल्नुहुन्छ।
तर्साइदियो यार मलाई अहिले। रियल्ली हो यो कुरा चाहिँ। तर आई थिङ्क आई होप इट इज गन गो वेल, राम्ररी नै जाला होइन, सबै थोक राम्ररी नै होला। त्यही होप गरौँ। अब हाम्रो एक्चुअल टपिकतिर जाउँ होइन। तिमीले टपिक ओपन गरिहाल्यौ सिटिजनसिप स्ट्रगलको, नागरिकताको स्ट्रगलको बारेमा। तिमीले नागरिकताविहीन साथीहरूको लागि चाहिँ साथीहरूको लागि अफिसियल्सहरू जो हुनुहुन्छ उहाँहरूलाई प्रेसर दिने काम पनि गरिरहेको छु भनेर भनेको छौ होइन। हजुर हजुर। सो एकदमै सुरुबाट जाउँ, एकदमै सुरुमा जाउँ। उहाँहरूलाई हेल्प गर्ने माइन्डसेट कहाँबाट सुरु भयो तिम्रो? यस्तो भयो, त्यो चाहिँ कस्तो भयो भन्दा कुनै पनि व्यक्तिले त्यो चिजको पीडा थाहा पाउनको लागि चाहिँ पहिला आफूले भोगेको हुनुपर्ने रहेछ। जस्तो मलाई जब नागरिकताको खाँचो भयो, मैले 10 सम्म पढेँ, SLC दिएँ, +2 गरेँ। त्यति बेलासम्म मलाई नागरिकता भन्ने कुरै चाहिएन। मेरो नागरिकता लिने उस्तै परि उमेर पनि पुगिसकेको थिएन। तर जब म 16 वर्ष प्लस भएँ र टेक्निकल एजुकेसनको लागि नेपालमा आइडेन्टिटी चाहियो, नागरिकता चाहियो। त्यसपछि 12 पढ्दै गर्दाखेरिको क्रममा 71-72 सालको कुरा, आजभन्दा 10-11 वर्ष अगाडिको कुरा हो। त्यति बेला नागरिकता चाहिने भएपछि म नागरिकता बनाउनको लागि सम्बन्धित निकायहरूमा जान थालेँ। जस्तै भन्दा पहिला वडाबाट सिफारिस लिनु पर्यो, त्यसको लागि वडामा गएँ। मसँग जे डकुमेन्ट थियो त्यो लिएर गएँ। मसँग नागरिकता पाउनको लागि चाहिने सबै डकुमेन्ट थियो। अर्थात् बेसिक 4वटा डकुमेन्ट चाहिन्छ। त्यो भनेको बुवाको नागरिकता, आमाको नागरिकता, जन्म दर्ता र शैक्षिक प्रमाणपत्र भनेको सर्टिफिकेट SLC को। यो 4वटै चिज लिएर निर्धक्क भएर म वडा कार्यालयमा गएर सिफारिस माग्दाखेरि मलाई नागरिकताको लागि सिफारिस दिनु भनेर मैले मेरा कागजपत्रहरू पेश गर्दाखेरि मैले सिफारिस पाइनँ। मैले सिफारिस नपाइसकेपछि बिस्तारै अब मलाई किन नदिने भन्ने भयो होइन। त्यसपछि अब यो त्यो भनेर उहाँहरूले कारण देखाउन थाल्नुभयो। त्यसपछि म सिडिओ कार्यालय गएँ, किनभने त्यहाँबाट सिफारिस दिएको भए पनि म जिल्ला प्रशासन कार्यालय जानै पर्थ्यो नागरिकताको लागि। अब मैले प्रश्न त गर्नु पर्यो, मलाई सिडिओ वडाले चाहिँ सिफारिस दिएन भनेर। त्यसपछि म चाहिँ सिडिओ कार्यालय गएँ। तिम्रो अहिले हुँदैन, यो नागरिकता, यस्तो नागरिकताको लागि चाहिँ अहिले कानुन बनिसकेको छैन भनेर भनियो। कस्तो नागरिकता भन्दाखेरि मेरो बुवाको नागरिकता चाहिँ जन्मको आधारमा थियो। अर्थात् बाई बर्थ मेरो बुवा चाहिँ जुम्लामा जन्मिनु भएको, मेरो बुवा जुम्लाको, हजुरबुवा हजुरआमा पनि जुम्लाको। अनि बुवा जन्मिनु भएपछि बुवा जन्मिने बित्तिकै प्रसव अवस्थामै मेरो बुवाको आमा भनेको मेरो हजुरआमाको मृत्यु भयो। अनि मेरो बुवाको बुवाले चाहिँ अर्कै एकजना लेडिजलाई चाँदीको सिक्काहरू, त्यति बेलाको पैसा जे चल्थ्यो त्यो धेरै सिक्काहरू दिएर दुध आउने प्रसवमै रहेको त्यो लेडिजलाई, अर्कै एकजनालाई चाहिँ मेरो बच्चालाई पनि दुध खुवाएर हुर्काइदिनु भनेर मेरो बुवाले चाहिँ अर्कै आमाको, आफ्नो आमा नभएपछि अर्कै आमाको दुध खुवाएर हुर्किनु भयो। अनि 2 वर्षसम्म बुवाले त्यसरी चाहिँ अर्कै आमालाई दिएर त्यसरी हुर्काउँदै हुनुहुन्थ्यो। 2 वर्षपछि अब त्यति बेला कुलमा मेरो हजुरबुवाको कुलमा चाहिँ त्यो महामारी समथिङ के आएर अब जुम्ला भनेको धेरै नै विकट, त्यति बेला मोटर बाटो नै नगएको ठाउँ। अब सिटामोल अहिले त कति बेला पाउँदैन भन्ने सुनिन्छ, त्यति बेलाको कुरा होइन, 3 पुस्ता अगाडिको कुरा। कुलमा महामारी आएर सबै मेरो बुवाको ठुलो बुवा, सानो बुवा लगायत मेरो बुवाको बुवा, हजुरबुवाहरू सबै बित्नु भयो। मेरो बुवा 2 वर्षको हुँदा हजुरबुवा पनि बित्नु भयो, हजुरआमा त पाउँदै बित्नु भयो। त्यसपछि अब अहिले त यहाँनिर सानैमा बाबामा बित्यो भने बच्चाले एउटा अनाथ भएर कति कष्टकर दुःख भोग्नुपर्छ। अब त्यति बेला तपाईँको चाहिँ 60-70 वर्ष अगाडिको अवस्था जुम्लाको ठाउँमा कस्तो थियो म कल्पना पनि गर्न सक्दिनँ। म त्यो सम्झिँदा पनि म रुन्छु होइन। त्यति बेला बुवा अब अर्काकै घरमा अब भाँडा माझ्ने, यताउता गर्ने, घाँस काट्ने, जङ्गलको ओडारहरूमा बस्ने जुम्लाको ठाउँमा, त्यसरी बुवा हुर्किनु भयो बिस्तारै। अनि अलि ठुलो भएपछि, बुझ्ने भएपछि अब सबैको हेला, गाउँघरमा सबैको हेला, बाबुआमा नभएपछि अब अनेक शब्दहरू भन्ने, नराम्रा चिजहरू भन्ने, सबैले हेला गर्ने, कुट्ने पिट्ने। बुवा अलि ठुलो भएपछि अब जुम्लामा बस्नु भएन, बुवा सुर्खेत आउनुभयो। सुर्खेत आएपछि गाडीमा खलासी गर्नुभयो।
गाडीको ड्राइभरहरूसँग पछि लाएर हिँड्ने, गाडीमा खलासी गर्ने भन्थ्यो त्यति बेला। अहिले त अब सहचालक भन्छ, राम्रा शब्दहरू प्रयोग गरिन्छ, एउटा खाले सम्मान दिन्छ। त्यतिखेर त्यस्तो थिएन। बुवाले खलासी गर्नुभयो, बुवाले नै मलाई भन्नुभएको शब्द त्यो नै हो। अनि त्यसपछि बुवाले सुर्खेतमा खलासी गर्दा गर्दै अब अहिले त ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर ड्राइभिङ सिक्ने चलन छ। त्यति बेला खलासी गरेर 2-4 वर्ष 5 वर्ष 7 वर्ष खलासी गरेपछि त्यो एकदम पक्का ड्राइभर हुन्थ्यो कि, किनभने उसले हात दिन्थ्यो, ड्राइभरले सफा गर्थ्यो। अनि त्यसरी बुवा ड्राइभर हुनुभयो। ड्राइभर भएर बुवा नेपालगञ्ज आएर गाडी चलाउनु भयो। नेपालगञ्ज आएर गाडी चलाउनु भयो र पछि गाडी चलाउने क्रममा आउँदा चितवन आउनुभयो। बसाइसराई गरे जस्तै भयो। तर यतिखेरसम्म बुवासँग केही पनि डकुमेन्ट छैन। किन छैन? सानैमा बुवा आमा बित्नुभयो, फर्केर जुम्ला जानु भएन बुवा, सुर्खेत आउनुभयो। अब आफ्नो मान्छे त्यहाँ कोही भयो जाने कुरा हुन्थ्यो होइन। अब सानैमा हेला भएको। सुर्खेत आउनुभयो, सुर्खेत आएपछि नेपालगञ्ज आउनुभयो र चितवन आउनुभयो। चितवन आएपछि अब मेरो मम्मीसँग भेट भयो, विवाह भयो होइन। अब चाहिँ त्यो विवाह दर्ता गरेर भन्दा नि इलिगली नै बिहा भयो भनौँ न। अब त्यति बेला विवाह दर्ताको चलन पनि कम नै थियो, सायद थिएन पनि। त्यसरी चाहिँ बुवा चितवन आउनुभयो र बुवासँग अब म नेपाली हो भन्ने आधिकारिक प्रमाणपत्र अथवा बुवाको नागरिकता, जन्मदर्ता, यो त्यो लालपुर्जा केही बुवाले उहाँबाट ल्याउनु भएन। त्यसैले बुवासँग केही पनि भएन। बुवा फेरि जुम्लाको। अनि यहाँनिर अब नेपालमा विभिन्न समयमा त्यस्तो छुटेपुटेकोलाई भनेर टोली नै गएर नागरिकता बाँड्ने चलन थियो। अहिले पनि विभिन्न चेपाङ बस्तीहरूमा गएर बेला बेलामा बाँडिरहेको हामीले सुन्छौँ। अनि चितवनमा 63 सालमा टोली आउँदाखेरि बुवाले चाहिँ यहीँ भरतपुर 9मै मेरो चाहिँ जहाँ अहिले पर्मानेन्ट एड्रेस हो त्यहीँ चाहिँ सबैजनाले 5-7 जना गाउँका टोलकाले ओडाकाले चाहिँ फलानो नेपाली नै हो तर उसँग नागरिकता छैन भनेर सिफारिस गरिदिएपछि जन्मको आधारमा बुवाले 63 सालमा नागरिकता लिनुभयो। हो त्यसपछि चाहिँ मेरो प्रब्लम सुरु भयो। किन भन्दा जन्मको आधारमा नागरिकता लिएका सन्तानले वंशजको आधारमा नागरिकता पाउनेछ भनेर चाहिँ संविधानमा लेख्यो 72 सालको संविधानमा। तर त्यो संविधानमा लेखेको चिज चाहिँ विधेयक भएर तपाईको चाहिँ कानुन बन्न पर्ने रहेछ हैन। संविधानमा लेखेको कुरा चाहिँ कानुन नबनेसम्म त्यो इम्प्लिमेन्ट नहुने रहेछ, कार्यान्वयन नहुने रहेछ। अब त्यो 72 सालमा लेखेको कानुन, अब म त 72 सालमा त अब म त 16 वर्ष भइहाले, मालिक भइहाले, मैले त नागरिकता पाउनु पर्ने। अब त्यही कारणले गर्दा तिम्रो कानुन बनाएको छैन, संविधानमा लेखिएको छ, अब भोलि कानुन बनेपछि आऊ भनेर मलाई अब सिडिओ कार्यालयले फर्काउने, अनि वडा कार्यालयले फर्काउने, नगरपालिकामा गए सिफारिस बनाउन उता फर्काउने। म त्यो क्रममा लगभग तपाईको 72 साल 73 साल 74 सालतिर लगभग 100औं पटक म वडा कार्यालय, हजारौं पटक जिल्ला प्रशासन कार्यालय, दर्जनौं पटक नगरपालिका सरकारी निकायहरू धाएँ। तर यति धाउँदा पनि मेरो नागरिकता बनेन। 72 सालमा मैले +2 दिइसकेपछि मैले चाहिँ मेरो इन्जिनियरिङ प्रि इन्जिनियरिङ गर्नको लागि, इन्जिनियरिङ प्रिपरेसनको लागि आइओईमा नाम निकाल्छु। म इन्जिनियरिङ पढ्छु, म्याथमा अलिकति स्ट्रङ थिएँ, त्यो कारणले गर्दाखेरि म आइओईमा इन्ट्रान्स दिन्छु भनेर 3 महिना काठमाडौँ गएर पढेँ। होस्टेलमा बसेर अरूलाई 12-13 जना बच्चाहरूलाई पढाएर, त्यही होस्टेलमा बसेर त्यही बच्चाहरूको होस्टेलमा पढाएर काठमाडौँमा पिए भन्ने थियो एउटा इन्जिनियरिङ त्यो प्रिपेयर गराउने राम्रो संस्था थियो। त्यहाँ पनि मैले रोएरै डिस्काउन्ट मागेँ, अलिकति मलाई डिस्काउन्ट गरिदिनु भयो त्यहाँ पनि। र त्यहाँ म पढेपछि त्यहाँ 3 महिना पढेपछि मैले आइओईमा नाम निकालेँ। म आइओईमा पढ्न पाउने भएँ। आइओईमा तपाईको 25-30 हजारले इन्ट्रान्स दिन्थ्यो त्यति बेला, अहिले पनि त्यस्तै होला। र जम्मा तपाईको चाहिँ 4-5 हजारको नाम निक्लिन्थ्यो मुस्किलले हैन। मेरो नाम निक्ल्यो। आइओईमा इन्जिनियरिङ गर्ने भनेको त्यो अलि स्ट्रङ नै हुन्छ क्या, त्यो सिधीमिधी अरूले गर्न पाउँदैन हैन। नाम निकाले पैसा तिरेर पढ्न नि नाम निकाल्नुपर्छ क्या त्यहाँ। प्राइभेट कलेजमा पैसा तिरेर पढ्न लिस्टिङ चाहिँ हुनु पर्यो क्या त्यहाँनिर, पेमेन्ट गरेर पढ्न पछि भयो नि, अन्तिममा भयो नि लिस्टिङ हुनु पर्यो। तर मैले नाम निकालेँ, मेरो नामको त्यो लिस्टिङ अनुसार, रिजल्ट अनुसार मैले फुलचोक नै चाहिँ सिभिल इन्जिनियरिङ मैले नपाउने रहेछु, जियोमेट्रिक्स यताउता चाहिँ पाउने रहेछु। तर डब्लुआरसी भनेको पोखरामा छ एउटा आइओईकै आङ्गिङ कलेज पोखरामा नि छ, धरानमा अहिले चितवनमा नि खुल्यो, थापाथली काठमाडौँमा नि छ, पुलचोक त भइ नै हाल्यो। डब्लुआरसीमा नाम निक्लेपछि एडमिसन गर्न खोज्दाखेरि नागरिकता खोज्यो, नागरिकता छैन हेर्नु। त्यसपछि नागरिकता नभए एडमिसन लिन्नौ हामी भनेर भन्यो, मैले फोन गरेर पनि सोधेँ हैन। त्यसपछि अब त्यति मेहनत गरेर है 3 महिना एउटा चाहिँ सुकुम्बासी परिवारको मान्छे, गरिबको छोरो, काठमाडौँ गएर त्यति दुःख गरेर पढेर नाम निकाल्यो, अब इन्जिनियर हुन्छु भनेर आँट्यो हैन। अब चाहिँ तपाईको त्यहाँ पेइङमै पढे पनि जम्मा 2 लाख रुपैयाँ 2,50,000 लाग्थ्यो त्यति बेला। अनि अब स्कलरसिप त झन् बबाले भइगयो आइओईको। अनि त्यसपछि
तैँले पढ्न पाउनस् नागरिकता नभइकन भन्ने कुरा आइसकेपछि चाहिँ मलाई यो टाउको चाहिँ भित्तामा ठोकेर ड्याङ ड्याङ हान्न मन लाग्यो त्यतिखेर। अनि म त्यतिखेर म यस्तो अवस्थामा पुगिसकेको थिएँ, म पढ्दिनँ, अब म पढ्दिनँ, अब मलाई पढ्न लेखेर हिँड्छ, म पढ्दिनँ भने मलाई धेरै मान्छेहरूले सम्झाए त्यस्तो होइन, तेरो पढाइ राम्रो छ, पढ, म्यानेजमेन्टै पढाइ, अरू सुकै इन्जिनियरिङ नपढे नि अरू जेसुकै पढे नि हुन्छ, पढ भन्ने कुरा गरेको थियो। अब इन्जिनियरिङ त्यो पनि टियु आइओई बाहेक अन्तबाट गर्दिनँ भन्ने सोचेर नै प्रिपेयर गर्न गएको हो, मेहनत गरे हो। अनि अब आइओईले हेर्नु न, आइओईले कस्तो कि त त्यो इन्ट्रान्स दिनै नपा भए, त्यो नागरिकता खोज्दै भए त त्यो दुःखै गर्न पर्थेन, इक्जामै दिनु पर्थेन, नाम निकालेर पढ्न पाइनँ क्या, दुखेसो चाहिँ त्यहाँ भयो मलाई। अनि त्यो त्यत्तिकै गयो। त्यसपछि अब के गर्ने भन्दा ठिकै छ इन्जिनियरिङै गर्ने, पोखरा युनिभर्सिटीमै भयो नि गरौँ भनेर पोखरा युनिभर्सिटीमा इन्ट्रान्स दिन गएँ स्कलरसिप इक्जामको। त्यहाँ गएँ है, 2 चोटि गरेर फर्म भरेर अनि त्यहीँ गएँ, पैसा तिरेँ, फर्म भरेँ। अर्कोचोटि 4-5 दिनपछि अब पोखरा गएर युनिभर्सिटीमा गएर इक्जाम दिन गएँ, नागरिकता थिएन। अनि त्यहाँबाट इक्जाम दिने दिन शनिबार थियो, मेरो फर्म सम सबै लियो, पेमेन्ट पनि लियो, भौचर ब्याङ्कबाट गरेँ। अनि ठ्याक्कै इक्जाम दिने दिनमा गेटबाट छिर्न लागेको त सबै छिरिसक्यो, तपाईँको नागरिकता खै भने मेरो नागरिकता छैन नि सर, यस्तो यस्तो हो मेरो त प्रब्लम, त्यसो भए तपाईँले इक्जाम दिन पाउनुहुन्न भनेर गेटबाट छिर्न दिएन कि। त्यो जति मलाई अन्याय केही पनि थिएन। मलाई तैँले पहिल्यै इक्जाम दिन पाउन्नस् भनेको भए, जस्तो मलाई त डब्लुआरसीले त कलेजमा बोलाएर एडमिसन तैँले पाउन्नस् भनेर दुःख दिएको होइन नि त, फोनमै नागरिकता चाहिन्छ नत्र हुन्न भनिसकेपछि त्यहाँ लिस्टिङ भयो नि, म वहाँ गइनँ क्या एडमिसन गर्न, मलाई जानै परेन। तर पोखरा युनिभर्सिटीले के गर्यो भन्दा 2 चोटि म पोखरा गएँ, फर्म भरेँ, पैसा तिरेँ, इन्ट्रान्स दिन गएँ, गेटबाट नागरिकता खै छैन भने कि त फर्म भर्ने बेला नागरिकताले भन्नु पर्थ्यो, त्यो भनेन। अनि गेटबाटै मलाई चाहिँ निकालिदियो, इक्जाम दिन पाउनुहोस् भने। मलाई पोखरा युनिभर्सिटीकै त्यति बेलाको इन्टरनेसनल रिलेसनको एक्जिक्युटिभ अफिसरले, त्यहीँको एउटा प्रोफेसरले चाहिँ तिमीलाई यस्तो अन्याय गर्न पाउन्न, यो मानव अधिकार विरुद्ध भयो, तिमीले कास्कीमा पुनरावेदन अदालत छ त्यहाँ गएर एउटा रिट देऊ, यो सबैको इक्जाम तिम्रो एउटा कारणले गर्दा रोकिन्छ भन्नुभएको थियो कि मलाई एउटा सरले। किनभने तिमीमाथि यिनीहरूले अन्याय गर्यो, यस्तो मानव अधिकार हननको काम गर्न पाउन्न कि तिमीलाई फर्मै नल्या भए हुन्थ्यो, यसरी अन्तिममा आएर इक्जाम दिन त तिमीलाई गेटबाट फर्काउन पाउन भनेर युनिभर्सिटीभित्रकै प्रोफेसरले भन्नुभएको थियो। अब फेरि पाप गर्न मन लागेन क्या, मेरो कारणले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पोखरा लेक साइडको होटलमा बसेर इक्जाम दिन आएछन् विद्यार्थीहरू, म जस्तो आर्थिक अवस्था कमजोर हुने पनि होलान्, मेरो एउटा कारणले गर्दा दुनियाँको किन रोकिदिने भन्ने भयो, पाप गर्न मन लागेन। मैले त्यो इन्ट्रान्स दिनै पाइनँ, पैसा नभएर हेर्नु है, सरी नागरिकता नभएर। त्यसपछि फेरि अब त्यही हो, अब फेरि पढ्न मन लागेन, हेर्नु पोखरा युनिभर्सिटीमा पढ्छु भन्दा नि पढ्न मन लागेन। अनि फेरि अन्तिममा अब कसो कसो गरेर पढ्नु त पढ्छ भन्ने भयो। यहाँ युटेक भन्ने युनाइटेड टेक्निकल कलेज भन्ने इन्जिनियरिङ कलेज भरतपुरमा खुलाएको थियो, त्यो पोखरा युनिभर्सिटीकै थियो। टियुको चाहिँ प्राइभेट कलेजहरूमा पढ्न पनि आइओईमा लिस्टिङ भएकै हुनुपर्थ्यो, नाम निकालेकै। तर पोखरा युनिभर्सिटीको चाहिँ त्यति बेला, अहिले के छ ठ्याक्कै मलाई सिस्टम थाहा भएन, त्यति बेला चाहिँ त्यो उतापट्टि नाम ननिकाले पनि यता इन्ट्रान्स दिएर पढ्न पाइने रहेछ। अनि यता इन्ट्रान्स दिन्छु ल जे जस्तो भयो नि भनेर त्यहाँको चेयरम्यान सरलाई गएर भेटेँ, उहाँसँग सर मेरो त यस्तो हो, आर्थिक अवस्था एकदमै कमजोर छ, पैसा छैन मसँग, मेरो बिजोगै हो भनेर सरसँग गएर रोएरै कुरा गरेँ। मैले +2 यता गुरुकुलबाट गरेको थिएँ, गुरुकुलको तत्कालीन भाइस प्रिन्सिपल हरिदेवी शर्मा म्यामले पनि कुरा गरिदिनु भयो। अनि त्यसपछि एकजना मेरो युएसमा साथी थियो, उसले पनि ल पेइङमै पढ्ने भयो नि पढ्न त भनेर उसले त्यति बेला 1 लाख रुपियाँ हाल्दै थियो मलाई। अनि 1 लाख रुपियाँ लगाएर त्यहाँ दिएपछि तपाईँ आइओईमै नाम निकाले मान्छे के हाम्रो इन्ट्रान्स लिनु भनेर इन्ट्रान्स नै नलिकन 1 लाख रुपियाँ दिएपछि त्यहाँ मेरो एडमिसन लियो। एडमिसन त लियो, हेर्नु एडमिसन लिएपछि अब त्यो रेजिस्ट्रेसन फर्म हुन्छ नि इक्जाममा, त्यो त युनिभर्सिटीकै भर्न पर्यो। अब युनिभर्सिटी त पहिला पनि मलाई लहटेकै हो, त्यो के भन्छ अरे इन्ट्रान्स नै दिन नदिएर। अनि त्यति बेला चाहिँ मैले के गरेँ भन्दा त्यो सबैले नागरिकता हालेको ठाउँमा मैले चाहिँ जिल्ला प्रशासन कार्यालयबाट एउटा पेपर बनाएँ। एउटा पेपर के बनाएँ भन्दा जिल्ला प्रशासन कार्यालयको लेटर प्याडमा फलानो फलानो नेपाली हो, यसको बा पनि नेपाली हो, यसको आमा पनि नेपाली हो, तर कानुन नबनेको कारणले फलानोको छोरा, फलानोको नाति, फलानोको छोरा शिबु छेत्रीले चाहिँ नागरिकता नपाएको हो, भोलि कानुन बनेको दिनमा उसको नागरिकता बन्छ, उसको पढाइ चाहिँ नरोकिदिनु होला भनेर एउटा लेटर चाहिँ मैले बनाएको थिएँ त्यति बेलासम्म। नागरिकता हाल्ने ठाउँमा त्यो हालेँ कि मैले, त्यो पेपर अरूले नागरिकता हालेँ, मैले त्यो हालेँ, रेजिस्ट्रेसन भयो। हेर्नु इक्जामको अघिल्लो दिनसम्म धुकधुक थियो इक्जाम दिन पाउने कि नपाउने भनेर। रेजिस्ट्रेसन भयो, मेरो चाहिँ रेजिस्ट्रेसन नम्बर आयो र मैले पोखरा युनिभर्सिटीको प्राइभेट कलेजमा 4 वर्ष इन्जिनियरिङ पढ्न पाएँ त्यो रेजिस्ट्रेसन भइसकेपछि। अनि यो बिचमा धेरै चाहिँ अब त्यो खाले सामाजिक रूपमा विभेदका कुराहरू मैले यसको त नागरिकतै छैन भनेपछि शरणार्थी जस्तो गर्ने कि भुटानी शरणार्थी हो कि यो
एकदमै के यो त मान्छे होइन, यो त नागरिकै होइन, यसको त आमै छैन, बाउ नै छैन, यस्तो कसको बच्चा हो जस्तो गर्ने। जबकि एउटा खुल्टीमा बाउको नागरिकता, अर्को खुल्टीमा आमाको नागरिकता, जन्मदर्ता सर्टिफिकेट सबै बोकेर हिँडेछु कि। मसँग सबै प्रमाणपत्र छ, तर पनि मसँग नागरिकता छैन। हेर्नु न, सबै चिज भएर पनि त्यो खालको त्यो पीडा बोकेर म हिँडिरहेको। अनि भएन, अब आजै बन्दैन कानुन, भोलि बन्दैन, राजनीतिक खिचातानी छ, संविधान बनेको 2 वर्ष 3 वर्ष 4 वर्ष भइसक्यो, इम्प्लिमेन्ट हुँदैन, विधेयक आउँदैन, हुँदै यस्तै भयो। अनि अब के गर्ने भन्दा एकचोटि गृह मन्त्रालय नै जाम भन्ने भयो म। अनि त्यसपछि चाहिँ गृह मन्त्रालय म जान्छु। एकछिन भाइ, मैले फेरि कन्टिन्यू गरौँला होइन। मैले अहिलेसम्म मलाई चाहिँ अहिलेसम्म के थाहा थियो भने, तिम्रो मम्मीको साइडबाट चाहिँ सबै नागरिकताहरू थियो, सबै डकुमेन्ट थियो, बुवाको चाहिँ डकुमेन्ट मिसिङ थियो भन्ने त्यो चाहिँ मेरो आइडिया थियो अहिलेसम्म। आई एम कम्प्लिटली ब्लोन अवे राइट नाउ। तिमीसँग बुवाको पनि नागरिकता थियो, आमाको पनि नागरिकता थियो, दुईजनाको कम्प्लिट डकुमेन्ट थियो, त्यो हुँदाखेरि पनि तिमीले नागरिकता पाएनौ। एक्ज्याक्टली, तपाईँले जे सोच्नुभयो त्यो धेरैले सोचे। अहिले पनि मलाई कतिले के भन्छ भन्दाखेरि ऊ त आमाको नामबाट नागरिकता लिने नेपालको पहिलो व्यक्ति हो नि भनेर भन्छ। त्यो जति रङ केही पनि होइन। मैले आमाको नामबाट नागरिकता लिएकै होइन, मैले त बकाइदाले बाउकै नामबाट नागरिकता लिएको। मसँग आमाको नागरिकता पनि थियो, बाउको नागरिकता पनि थियो, आमाको नागरिकता पनि छ, बाउको नागरिकता पनि छ, अहिले पनि छ है। त्यो हो क्या पीडा चाहिँ। मसँग एउटा डकुमेन्ट कम भएर मलाई नागरिकता नदिएको भए द्याट्स ओके, मलाई त्यो केही पीडा हुन्थेन। मसँग मेरै कमजोरी हो नि यार, मेरै फाइल कम छ, मेरै डकुमेन्ट कम छ, मेरै फ्यामिलीको गल्ती हो भनेर म त्यो स्वीकार्न सक्थेँ, मलाई पीडा कम हुन्थ्यो क्या दाइ। तर मसँग सबै डकुमेन्ट भएर बाउ आमाको दुइटैको नागरिकता, मेरो जन्मदर्ता सर्टिफिकेट, जति चाहिने हो रिक्वायर्ड डकुमेन्ट नागरिकताको लागि, त्यो सबै भएर पनि नागरिकता नपाउँदाखेरिको पीडा चाहिँ मैले भोगेँ हो क्या खासमा, बुझ्नु भएन। अनि त्यसपछि त्यो बाटो भएर म हिँड्नु पऱ्यो। धेरैलाई कन्फ्युजन छ क्या, यो यसले त आमाको नामबाट लिएको हो, आमाको नामबाट चाहिँ यसले पर्खिरहेको भनेर। मेरो त्यसपछिको लडाइँ चाहिँ आमाको नामबाट पनि पाउनुपर्छ है भनेर हो कि। यस्ता पीडितहरू म जस्ता पीडित बरु कम थिए, तर आमाको नामबाट नागरिकता लिनुपर्ने पीडितहरू अहिले पनि धेरै छन्। तर लडाइँ त मैले सबै पीडितको लागि लडिदिनु पऱ्यो नि त। त्यही भएर लडाइँ चाहिँ आमाको नामबाट धेरै भन्ने भएर, त्यो लेखाइ त्यो बोलाइ धेरै भएर यसले पनि आमाको नामबाट लिएको रहेछ कि भन्ने धेरैलाई पर्यो। त्यो होइन वास्तविकता। मसँग अहिले पनि मेरो बुवाको नागरिकता छ, आमाको नागरिकता छ, र म त्यो कुरा कन्टिन्यू गर्दैछु अहिलेको कुरा। अनि गृह मन्त्रालय गयो, अनि त्यसपछि म गृह मन्त्रालय जाने निधो गरेँ। किन गृह मन्त्रालय जाने निधो गरेँ भन्दाखेरि म चितवनको मान्छे। 74 सालको चुनावमा चाहिँ हाम्रो क्षेत्रबाट पूर्व प्रधानमन्त्री, अब त्यति बेलाको चलेको नेता, अब एक समय चाहिँ नेपालमा त एउटा परिवर्तनको धङधङी थियो नि त। प्रचण्ड भन्ने बित्तिकै छुट्टै खाले माहौल थियो। त्यो कारणले गर्दाखेरि प्रचण्ड चाहिँ बाइ द वे हाम्रै क्षेत्रबाट चुनाव लड्नु भयो र जित्नु भयो उहाँले। अनि अब जे भयो नि, एउटा क्रान्तिबाट आएको, अलिकति क्रान्तिकारी थट भएको भएर अलिकति मेरो पनि भावनात्मक रूपमा कहीँ कतै उहाँलाई सपोर्ट गर्नुपर्छ भन्ने खाले पहिल्यैबाट नै थियो कि। त्यो कारणले गर्दाखेरि चाहिँ अब यो यतिको मान्छेले, प्रचण्ड जतिको मान्छेले यहाँबाट चुनाव जित्ने, तर यहीँको मान्छेले मैले नागरिकता नपाउने भन्ने त कसरी होला र? यही प्रश्न लिएर चाहिँ म गृह मन्त्रालय जान्छु भनेर मलाई भित्रबाट कन्फिडेन्स आयो। किनभने त्यति बेला प्रचण्डकै प्रस्तावमा प्रचण्ड पछिको नेता रामबहादुर थापा बादल, चितवनकै नेता चाहिँ गृहमन्त्री बन्नुभएको थियो। त्यो कारणले गर्दाखेरि पनि मलाई एउटा न एउटा त्यो मोटिभेट चाहिँ भित्रैबाट भइरहेको थियो कि म उहाँसँग गएर चाहिँ कुरा राख्न सक्छु मेरो भनेर। अनि म गएँ गृह मन्त्रालय। यस्तै जेठ असारको बेला थियो, गृह मन्त्रालय गएँ। त्यहाँ चिनेको कोही थिएन। फेरि हेर्नु, गृह मन्त्रालय मैले चिनेको, मेरो फोन नम्बर भएको कोही पनि थिएन। अनि तर एउटा कुरा के थियो भन्दा, रामबहादुर थापा बादलले चाहिँ आफ्नो फेसबुकमा गृह मन्त्रालयको सचिवको, सहसचिवको, सहयोगीको सबैको नम्बर चाहिँ राख्नु भएको थियो। उहाँले चाहिँ फेसबुकमा स्ट्याटस हालेर नम्बरहरू राख्नु भएको थियो सहजीकरणको लागि। अनि म काठमाडौँ गएँ। अनि काठमाडौँ गएर मेरो त अब बस्ने ठाउँ त्यस्तो केही पनि थिएन। त्यही पहिला जुन होस्टेलमा म बसेको थिएँ त्यही होस्टेलमा गएँ। अनि त्यही होस्टेलमा गएर अब आफूले हाम्रो विश्वास के हुन्छ भन्दाखेरि प्रार्थना गऱ्यो भने पोसिबल हुन्छ भन्ने हाम्रो विश्वास हुन्छ। त्यही विश्वास अनुसार प्रार्थना गरेँ। त्यो फोन गर्नुभन्दा अगाडि यसरी नै प्रभु त्यो जसलाई फोन गर्छु उसले चाहिँ फोन रिसिभ गरोस् र मेरो काम गरिदियोस् है भनेर ऱ्यान्डमली त्यो गृह मन्त्रालयको टिमको 25-30 वटा फोन नम्बर मध्ये एउटा फोन नम्बर क्लिक गरेर फोन गरेँ।
दिलीप सुवेदी भन्ने एकजना उपसचिव हुनुहुन्थ्यो, उहाँले फोन उठाउनु भयो, यस्तो यस्तो समस्या हो चितवनबाट आएको भनेर भनिसकेपछि तपाईँ मन्त्रालय आउनुहोस् न त भन्नुभयो। मन्त्रालय गएँ होइन, सिंहदरबार गएँ, मन्त्रालय होइन सिंहदरबार गएर दक्षिण गेटमा गएँ। कहिले पनि म त्योभन्दा अगाडि गएको थिइनँ, मलाई काठमाडौँको त्यस्तो आइडिया पनि थिएन। अनि त्यसपछि सिंहदरबारको गेटमा गएर मलाई त गृह मन्त्रालयबाट बोलाउनु भएको, मेरो नागरिकताको समस्या छ, म जानु पर्यो भनेको, खै तपाईँको नागरिकता दिनुहोस् भन्छ फेरि सुरुमै गेटमा। अब मसँग नागरिकतै छैन, मेरो प्रब्लम नागरिकता छैन नि हजुर, मेरो त त्यही प्रब्लम हो। त्यसो भए अर्को केही आइडेन्टिटी दिनुहोस्, अरू के छ तपाईँको प्रमाणपत्र, तपाईँको चाहिँ परिचय पत्र त्यो दिनुहोस् भन्छ। ए हजुर नागरिकतै नभए मान्छेसँग अरू के हुन्छ मसँग, मेरो त प्रब्लम नागरिकता हो भनेपछि छिर्नै दिएन। हेर्नु त्यहाँ केही न केही आइडेन्टिटी देखाउन पर्ने रहेछ, मलाई त्यो नै थाहा भएन। मैले फेरि त्यही सरलाई फोन गरेँ, सर यहाँ त नागरिकता दिनुहोस् भन्छ, त्यही नागरिकतै नभएर त म यहाँ आएको नि सर, मेरो त बिजोगै भयो भनेपछि उहाँले भनिदिनु भयो। उहाँले भनिदिएपछि मलाई भित्र छिर्न दियो। त्यसपछि सिंहदरबार यति ठुलो रहेछ हेर्नु, मलाई त्यो गृह मन्त्रालय जाने 15-20 मिनट त्यहाँ हिँड्दै लाग्यो, त्यति ठुलो रहेछ त्यो। अनि म गएँ, त्यसपछि सबै कुराहरू भने, गृहमन्त्रीज्यूलाई एउटा लेटर लेख भन्नुभयो, लेखेँ, सबै कुराहरूको प्रमाणपत्र त्यहाँ स्टिच गरेँ। त्यसपछि त्यो निवेदन त्यहाँ राखेँ अनि उहाँले एउटा निवेदन लेखिदिनु भयो, आवश्यक सहयोग गरिदिने सम्बन्धमा भनेर चितवन जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेर उहाँले चाहिँ एउटा लेटर लेखिदिनु भयो। र त्यो लेटरमा स्टिच हान्नुभयो येल्लो खाममा, पहेँलो कलरको खाममा, ल अब तिमी जाऊ, तिम्रो काम हुन्छ, भएन भने मलाई फोन गर भन्नुभयो। त्यसपछि हेर्नु भुइँमा खुट्टा छैन के, म त्यो उल्टो बाटो आएछु क्या, म यताबाट निक्लिनु पर्ने, म उता गएछु, आर्मीतिर गएछु। त्यो बढी खुसी भएर क्या, ल मेरो त नागरिकता बन्ने हो भनेर। अनि त्यो दिन मलाई याद छ, दक्षिण गेटबाटै निक्लिनु पर्थ्यो। म भूकम्पको भर्खरै धङधङी थियो, 72 सालको कुरा हो कि, 72 सालको कुरा होइन, 72 सालको त मेरो समस्या हो, 73, 74, 75 सालतिरको कुरा हो यो। म 6th सेमेस्टरको बोर्ड इक्जाम दिएपछि, 5th सेमेस्टर कि 6th सेमेस्टरको बोर्ड इक्जाम दिएपछि म गएको थिएँ। अनि म अर्कै गेटबाट अर्कै ढोकाबाट निक्लिएँ कि, त्यो निक्लिन नपाउने भयो नि, कता कुनाबाट म निक्लिएँ। अनि बाहिर निक्लेर अब कसलाई भन्ने, सबभन्दा पहिला मम्मीलाई फोन गरेँ, मम्मी मेरो त नागरिकता बन्ने हो, यहाँबाट लेखेर पठाइदिएछ, अब मलाई कसको बाउले रोक्ने होइन। यसरी पुरै खुसी भएर अनि आएँ, चितवन आएँ होइन। अनि भोलिपल्ट शुक्रबार थियो, त्यो पेपर ल्याउनुभन्दा अगाडि, अब पहिला सिडिओ कार्यालय जानुभन्दा अगाडि त फेरि ओडामा जानु पऱ्यो। मलाई त सिफारिसै देखाएन अहिलेसम्म, यो नागरिकता हुँदैन भनेर ओडा अध्यक्षले। अनि त्यसपछि 74 सालमा त स्थानीय तहको निर्वाचन भएको थियो, अघि नि मैले भने प्रचण्ड निर्वाचित हुनुभयो 74मै, उसको चुनाव पनि भएको थियो प्रतिनिधि सभाको नि। अनि ओडा अध्यक्ष आउनुभयो 74 सालमा, म 75तिर फेरि त्यो लिएर गएँ। अनि त्यति बेला म एउटा बाटो काम के गरेँ भन्दाखेरि, त्यो जुन मलाई दिएको लेटर, मन्त्रालयबाट दिएको लेटर थियो नि येल्लो कलरमा स्टिच हानेको, त्यो लिएर गएँ ओडामा। नि फुर्ती लाउँदै गएँ क्या, म त गृह मन्त्रालय पुगेर आएको नि, फोटो नि खिचेर फेसबुकमा हालिसकेको थिएँ, ल मेरो त नागरिकता बन्ने भयो, मलाई सिफारिस दिनुपर्ने भयो भने। अनि ओडा अध्यक्षले कहाँ हुन्छ, मिल्दैन, कस्तो नमिल्ने हो र, यी मन्त्रालयले नागरिकता दियो भनेर मलाई लेटर लेखिसक्यो, तपाईँले यहाँ मलाई सिफारिस दिने कि मेयरलाई फोन गरौँ भनेर मोबाइल झिकेँ, जबकि मसँग मेयरको नम्बर पनि छैन के है, बुझ्नु भएन, मसँग मेयरको नम्बर मसँग थिँदै थिएन। मैले ढाँटेको, अहिले त छ बरु, अहिले त अलिकति पहुँच बनाएँ मैले, त्यतिखेर मसँग थिएन। तपाईँले मलाई सिफारिस दिने कि म मेयरलाई फोन गरौँ भनेर मोबाइल झिकेको। अब मेयर भन्ने बित्तिकै ओडा अध्यक्ष अलिकति गलिहाल्नु भयो, मैले सिफारिस पाएँ है। नेपालमा त्यस्तै चल्छ। मैले साँच्चै भन्नुपर्दा मैले त्यसरी अलिकति गलत गरेर सिफारिस लिएको हो क्या, मलाई त्यो भन्न अहिले लाज छैन। यद्यपि मसँग थियो है। यदि त्यो तिमीले गलत गरेको होइन, तिनीहरूले चाहिँ आफ्नो अथोरिटीको अब्युज गरेको, तिमीलाई बढी टेन्सन दिने काम गरेको थियो, मलाई चाहिँ त्यस्तै लाग्छ। त्यही त। अनि त्यस्तो भयो, अनि मैले सिफारिस पाएँ। अनि सिफारिस पाएपछि म गएँ, त्यसपछि सिडिओ कार्यालय गएँ, त्यो लेटर लिएर गएँ। अनि सहायक सिडिओ त्यतिखेर लक्ष्मीप्रसाद बास्कोटा भन्ने हुनुहुन्थ्यो, उहाँलाई लगेर चाहिँ लेटर दिएँ। अनि त्यो लेटर उहाँले सिडिओकोमा माथि गएर खोल्नु भयो। अनि ल आज शुक्रबार हामी यो अध्ययन गर्छौँ, यो अध्ययन गरिसकेपछि तपाईँलाई आइतबार बोलाउँछौँ भनेर मलाई फर्कायो। मलाई त्यति बेलै मनमा चिसो पस्यो, यिनीहरूले मलाई फेरि नागरिकता दिन्न भनेर मलाई एकदम भित्रैबाट डर लाग्यो है। अनि टोइलेटमा गएँ, वासरुममा गएँ। अनि एकछिन अब अलि नआत्तिन कोसिस गरेँ क्या आफूलाई, अब त्यहाँ बाहिर सबैलाई किन आफ्नो पीडा देखाउने, अनि नआत्तिने कोसिस गरेँ। अनि त्यसपछि घर गएँ, आइतबार तिनीहरूले मलाई, म आफै गएँ। अनि यो आवश्यक सहयोग गरिदिनु भनेको भरमा नागरिकता दिन सक्दैन, हुँदैन, तिम्रो नबन्ने भयो भनेर मलाई फर्काइदियो। गृह मन्त्रालयबाट उपसचिवले लेखेको लेटर पनि उनीहरूले मानेन, फर्काइदियो। अनि 6th सेमेस्टरको बोर्ड इक्जाम थियो, अब टेन्सन लिन्न भने नागरिकता नभएपछि अब भोलि अब चाहिँ
इन्जिनियरिङ लाइसेन्स पाइँदैन त्यो एक खाले टेन्सन त मलाई थिँदै थियो होइन जम्मैले हेप्ने साथीहरूले केसम्म भन्थ्यो भन्दा म रेगुलर पास हुने हाम्रो 96 जना थियो कोटा 96 जनामा 96 जनै पढ्ने साथीहरू थियो भनेको एडमिसन थियो त्यो मध्ये रेगुलर पास हुने इन्जिनियरिङमा त्यही 5-6 जना मात्र हुन्थ्यो क्या मुस्किलले बढी भए 10 जना हुन्थ्यो म जहिले रेगुलर पासमा टप 5 भित्र पर्ने अनि ब्याक लाग्ने साथीहरूले के भन्थ्यो भन्दा ओए त पास भएर के गर्छस् तेरो लाइसेन्स आउन्न बरु त फेल भइदैन ब्याक लाग्दै के भएर 1-2 वर्ष सँगै दिनु यस्तो पनि भन्थ्यो क्या मलाई साथीहरूले अनि यस्तो कुराले चिन्ता चाहिँ हुन्थ्यो कि फेरि यार पास भइहाल्यो भने नि के काम जस्तो चाहिँ लाग्ने कि फेरि त्यही त 6 सेम मैले पढेर दिएँ 6 सेम पढेर दिएँ त्यसपछि 6 सेम सकिने बित्तिकै बोर्ड इक्जाम फेरि गृह मन्त्रालय गएँ चैतको 2075 साल चैतको 5-6 गतिको कुरा हो म गएँ गृह मन्त्रालय गएँ यसपालि गृह मन्त्रालय गएर म उपसचिवलाई मात्र भेट्नेवाला थिइनँ यसपालि गृह मन्त्रालय गएर म अलि राम्रैसँग कुरा गर्नेवाला थिएँ फेरि त्यही सरलाई फोन गरेँ त्यो सरले पास मिलाइदिनु भयो अनि गृह मन्त्रालयबाट भित्र गइसकेपछि त्यो सरले एउटा चिज चाहिँ मलाई त्यो सरले लाइफमा यति ठुलो गुण के गर्नु भन्दा पहिलो कुरा त चिन्दै नचिने पनि फोन उठाएर मलाई गृह छिर्ने वातावरण बनाइदिनु भयो उहाँले प्रयास त गर्नुभयो नि गृहबाट लेटर पठाएर यिनीहरूले दिने नदिने यिनीहरूको कुरा हो अर्को कुरा उहाँले चाहिँ सर यो तपाईँको जिल्लाको प्रब्लम रहेछ यो हेरिदिनु पर्यो भनेर गृहमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिक भन्ने हुनुहुन्थ्यो उहाँ पनि चितवनकै हुनुहुन्थ्यो फेरि उहाँलाई भेटाइदिनु भयो मेरो जिम्मा अब उहाँलाई लगाइदिनु भयो गृहमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पिए भनेको लगभग मन्त्री सरकै हुन्छ क्या त्यो पावर चाहिँ उनीहरूले राख्छन् अनि त्यहाँ गएँ होइन उहाँलाई एकछिनसम्म कुरेँ अनि त्यसपछि मैले मेरो पालो आयो कुरा गर्ने अनि मैले त्यही नै कुरा गरेँ मैले भने म अब मसँग त उसै थिएन के अरे नागरिकतै थिएन मैले प्रचण्डलाई भोट हालेको जिताएको भन्ने अवस्था त मसँग थिएन किनभने नागरिकतै नभएर गएको होइन अनि अब प्रचण्ड जित्नुपर्छ भनेर प्रचण्डको क्षेत्रबाट लागेको मान्छे म उहाँलाई सपोर्ट गरेको मान्छे म आज मेरो नागरिकता छैन त प्रचण्ड भन्दै हिँड्थिस् त तेरो एउटा नागरिकता पनि बनाइदिन्न प्रचण्डले भनेर मलाई गाउँभरिका मान्छेले थुक्छन् मलाई गाली गर्छन् आज यस्तो छ मेरो नागरिकता छैन भनेर अलिकति पोलिटिकल्ली पनि त्यो क्याच गरेर म बोलेँ त्यहाँ अनि रोएँ पनि म उहाँसँग अनि त्यसो हो त भनेर उहाँले चाहिँ म साँच्चीकै अलिकति चाहिँ उहाँहरूको नजिकको मान्छे हो कि होइन जसरी के मैले भनेको कुरा मेरो विचार अथवा त्यो उहाँहरूलाई सपोर्टिभ हो कि होइन जस्तो गरेर उहाँले यहाँ मेरो वार्डमा भएको उहाँको चिनेको माओवादी निकट नेताहरू अथवा त्यो उसहरूलाई फोन गरेर सोध्नुभयो अब सबैले पोजिटिभ कुरै गरिदिनु भयो त्यो भाइले दुःख पाएको भनेर त्यसपछि फेरि गृहमन्त्रीलाई निवेदन लेख भन्नुभयो गृहमन्त्रीज्यूलाई मैले निवेदन लेखेँ अनि निवेदन लेखेपछि गृहमन्त्रीज्यूसम्म त्यो समस्या त्यो बेला पहिलाको पुगेन थाहा छैन त्यति बेला चाहिँ पुग्यो कि त्यो समस्या पनि पुग्यो म रोगको कुरा पनि पुग्यो गृहमन्त्रीज्यू भित्र हुनुहुन्थ्यो सबै कुराहरू त्यति बेला पुग्यो र उहाँसँग टक्क लाएर अँगालो मारेर फोटो खिचेँ किन फोटो खिचेँ भन्दा यहाँ आएर स्टुडियोलाई देखाउनु थियो यसपालि होइन मान्नेवाला थिएन नि त अनि त्यसपछि अनि तपाईँ वहाँ जानुहोस् तपाईँ वहाँ गएर मलाई फोन भन्नुहोस् अब मैले पथिक सरलाई भेटेर आएको भन्नुहोस् मन्त्रीज्यूलाई प्रब्लम देखाएर आएको भन्नुहोस् तपाईँको नागरिकता बन्छ भन्यो मैले मानिनँ पहिला लेटर लेख्दा त नमानिदिएको लेटर दिँदा त नमानेको अब अहिले भनेको भरमा बनाइन्छ तिनीहरूले बनाइदिन्न यसरी हुँदैन भनेपछि अब मैले भने जानुहोस् न तपाईँ भनेर भन्नुभयो उहाँले त्यसो भए म तपाईँसँग एउटा फोटो खिच्छु भनेर फोटो खिचेँ उहाँले नि मलाई च्याप्प समात्नु भयो एकदमै राम्रो छोरा जस्तो व्यवहार गरेर फोटो खिच्नु भयो होइन त्यसपछि म गएँ अनि यहाँ चितवन आएँ अनि उहाँलाई फोन गर्न लगाएँ उहाँले फोन गर्नुभयो स्टुडियोबाट गएँ अनि स्टुडियोसँग कुरा गरेँ अनि यो होइन पहिला त्यो कार्ड चाहिँ उहाँलाई दिएर तपाईँलाई उहाँ गृह मन्त्रालयमा फोन गर्न भन्नुभयो भनेर स्टुडियोलाई चाहिँ गृह मन्त्रालयमा फोन गर्न लगाएँ मैले उल्टो भनेछु अनि फोन गर्नुभयो अनि त्योभन्दा अगाडि त अझै तपाईँले उहाँलाई भेटेरै आएको हो त भनेर भन्नुभयो फोनमा कुरा भइसकेपछि जस्तो लाग्छ हजुर मैले भेटेरै आएको मैले सबै समस्या राखेँ भनेर भन्दै अनि त्यहाँ होइन होला भन्नुभयो ल हेर्नुहोस् न त फोटो भनेर फोटै देखाइदिएँ यसरी मैले स्टुडियोलाई अनि त्यति गर्दा पनि तपाईँ बाहिर जानुहोस् अहिले हामी कुरा गर्छौँ भन्नुभयो म बाहिर आएँ मलाई त्यति बेला नि थाहा भयो अब फेरि मेरो नागरिकता अहिले बन्दैन भनेर त्यसपछि फेरि मैले उहाँलाई भने त्यति बेला एउटा महत्त्वपूर्ण कदम के भयो भन्दा चितवनको स्टुडियो जितेन्द्र बस्नेत भन्ने हुनुहुन्थ्यो उहाँ पछि गृहको सचिव पनि बन्नुभयो अस्ति भर्खरै नारायण गृह मन्त्री भएको बेलामा त्यसपछि काठमाडौँको स्टुडियो पनि बन्नुभयो उहाँ मलाई थाहा छ अहिले सचिव भइसक्नुभयो उहाँ त्यति बेला सहसचिव हुनुहुन्थ्यो जितेन्द्र बस्नेतज्यूले दिनुभएको एउटा आइडिया जुन आइडिया सरकारले फलो गरेर मैले नागरिकता पाएँ त्यो म तपाईँलाई भन्दैछु त्यो आइडिया के हो भन्दा यत्तिकै तपाईँहरूले नागरिकता दिए भनेको भरमा मैले नागरिकता दिन मिल्दैन म पनि जिम्मेवार पदमा छु तपाईँहरूले मन्त्रालयबाट 77वटै जिल्लामा यस्ता प्रब्लम सबैको छ एउटा परिपत्र जारी गरिदिनुहोस् लिखित रूपमा मन्त्री स्तरीय सचिव स्तरीय निर्णय गरेर
त्यस्तो परिपत्र 2070 सालमा 68 सालतिर पटक पटक पहिला पनि जारी भएको छ। त्यसैलाई आधार मानेर त्यो जारी गरिदिनुहोस् भनेर तत्कालीन सहसचिव अथवा चितवनको सिडिओ जितेन्द्र बस्नेतले गृहमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिक र तत्कालीन गृह सचिव प्रेम राई, अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त उहाँ नै हो, प्रेम कुमार राई, उहाँलाई भनिसकेपछि म 8 गते सिडिओ कार्यालय गएको, 5-6 गते जिल्ला प्रशासन कार्यालय गएको चैतको 2075 साल। 2075 साल चैतको 19 गते राति गृह मन्त्रालयले 77वटै जिल्लामा बाबु र आमा दुवै नेपाली नागरिक भएको र जन्मको आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको नागरिकता दिनु संविधान अनुसार भनेर परिपत्र जारी गर्यो। त्यो परिपत्र जारी गरेपछि मैले राति 8 बजे थाहा पाएँ। त्यो रात मलाई कसरी कट्यो मलाई थाहा छैन, किनकि भोलिपल्ट मैले नागरिकता पाउँछु, म पक्का छु अब। यति भएपछि किनभने मन्त्री स्तरीय निर्णय गरेको 77वटै जिल्लामा पठाएको छ, रात कसरी कट्यो थाहा छैन। भोलिपल्ट बिहान उठेँ, नुहाई धुवाई गरेँ, कतिखेर 10 बज्ला भनेर छटपटेँ। त्यसपछि साइकल लिएर तुफान कुदाएर सिडिओ कार्यालय ठ्याक्कै 10 बजे पुगेँ। फ्याट्ट सिडिओहरूले देख्ने बित्तिकै, सहायक सिडिओहरूले देख्ने बित्तिकै के भन्छ, ओहो भाइ तपाईँलाई हामी फोन गरेर बोलाउँला भनेको त तपाईँ त आफै आइपुग्नु भएछ, अरे हेर्नु न कति जानेको। अनि त्यहाँबाट है अनि म गएँ है, अनि ल बस्नुहोस् तपाईँको नागरिकता बन्ने भयो नि भने है, छटपटी भा होइन, कहिले त्यसलाई जस्तो भएको छ होइन। त्यसपछि अझै एउटा इन्सिडेन्ट तपाईँलाई के भन्छु भन्दा, ठ्याक्क त्यो चैतको 20 गते भन्दा 1 महिना अगाडि चाहिँ कान्तिपुर पत्रिकामै मेरो स्टोरी चाहिँ दुईटाई बाबामाको नागरिकता भएर पनि 5 वर्षदेखि नागरिकता लिनलाई भौतारिरहेको भनेर मेरो पत्रिकामै छापेको थियो, कान्तिपुरमै छापेको थियो। अनि ठ्याक्कै त्यसको 1 महिना पछाडि चाहिँ त्यो परिपत्र नि जारी भयो। परिपत्र जारी हुनुमा चाहिँ अरूको भूमिका होइन है, यो कुरा चाहिँ एकदमै म क्लियरली दावाको साथ के भन्न सक्छु भन्दा, पथिकजीले नै उहाँले नै फोन गरेर तपाईँले गृहमन्त्रीले लेखेको निवेदनलाई आधार मानेर गृहमन्त्रीज्यूले 77वटै जिल्ला प्रशासन कार्यालयमा तपाईँको निवेदनलाई आधार मानेर अरूले पनि नागरिकता पाउन् भनेर परिपत्र जारी गरेको भन्नुभएको छ। त्यति बेला म एक्लै गृहमन्त्रीलाई, पीडितहरू पनि थिए मसँग त्यति बेला नै, पीडित साथीहरू केही ग्रुपिङ थियो, विशेष गरी मोरङतिरको साथीहरू धेरै हुनुहुन्थ्यो, तराईतिरको, उहाँहरूलाई मैले जाम भन्दा मान्नु भएन, म एक्लै गएँ। अनि 20 गते त्यो म सिडिओ कार्यालय गएँ र सिडिओ कार्यालय गएपछि अब त्यहाँ मेरो नागरिकता बन्यो, प्रिन्ट भयो, सबै भयो। तर मलाई नागरिकता, अरू सबैलाई अहिले पनि नागरिकता लिन तपाईँहरू अथवा कोही जानुभयो भने झ्यालबाट पाउने हो क्या नागरिकता, यति कुरा चाहिँ ढुक्क हो। झ्यालबाट दिने हो क्या नागरिकता, पासपोर्ट नागरिकता। तर मलाई के गर्यो, मलाई चाहिँ के गर्यो भन्दा, नागरिकता अब ठुलो दुःख पाएको होइन, सधैँ गएको त्यो सिडिओ कार्यालयमा, त्यो अरूले मलाई देख्दाखेरि म गई गर्ने गरेर कतिचोटि त त्यो सिडिओसँग झगडा गर्ने होइन, किनभने त समाचार आउँथ्यो मोरङमा अथवा चाहिँ जनकपुरमा झुटो विवरण बुझाएर भारतीयले लिए नागरिकता भनेर समाचार आउँथ्यो। अनि त्यो समाचारको स्क्रिनसट हानेर गइहाल्ने, तपाईँहरू भारतीयले नागरिकता दिने, म नेपाललाई नदिने भनेर गइहाल्ने क्या, न्यु खोज्न गइहाल्ने म। अनि ए ल यसलाई निकाल त भन्ने, त्यो खालको मैले नमस्कार गर्ने भन्दा नि उनीहरू नै मलाई नमस्कार गर्न स्थितिमा पुगिसकेको थियो क्या, त्यो आउँदा दिक्क बनाएको भएर। अनि त्यसपछि चाहिँ अब मलाई चाहिँ माथि लगाएर सिडिओको रुममा लगाएर सिडिओको हातबाट पुरै पत्रकार नै सम्मेलन गरेर फोटो खिचाएर त्यति बेला मलाई 75 साल चैतको 20 गते त्यसरी मैले नागरिकता पाएँ। त्यो बेलासम्म मैले धेरै कुराहरू गुमाएँ दाइ, मैले यति धेरै कुरा गुमाएँ। मैले पार्ट टाइम काम गर्न पाइनँ, मैले ट्युको स्कलरसिप गुमाएँ, इन्जिनियरिङ ट्युबाट मैले गर्न पाइनँ, पोखरा युनिभर्सिटीमा मैले इक्जाम दिन पाइनँ। मलाई समाजमा त्यस्तै खाले बाटोमा म बसन्त चोकदेखि घरसम्म छिर्ने बेला, मेरो घर छिर्ने बेला लगभग 1 किलोमिटर थियो, बाटोमा जसले देखिने अब पहिल्यै कि त पब्लिक नगरे भए हुन्थ्यो, नागरिकता छैन यस्तो भयो भनेर मैले भिडियो बनाएर फेसबुकमा हालिहालेँ, भनिहालेँ मेरो पीडा। अनि ओए तेरो नागरिकता बन्यो, शिव भाइ तिम्रो नागरिकता बन्यो, जसले पनि मलाई सोध्ने कमन क्वेसन यही थियो कि नागरिकता बन्यो कि बनेन। यस्तो मलाई मान्छेहरूले नै पीडित बनाइसकेको थियो कि, पहिला त म आफूलाई पीडित बनाएँ, त्योभन्दा अगाडि मलाई राज्यले पीडित बनायो र पछि मलाई मान्छेहरूले पीडित बनायो कि। अनि एकदमै त्यो समाजमा हेर्ने दृष्टिकोण नै फरक भइसक्यो। त्यही भएर त अहिले नेपालमा लाखौँ नागरिकता पीडित छन्, खुल्दैनन् नि। नागरिकता पीडित भयो भने म पीडित हुँ भन्दैनन्। किन भन्दैनन् भन्दा समाजले हेर्ने दृष्टिकोण नै फरक छ, उनीहरू मानवीय व्यवहार नै गर्दैनन् के। मानवीय व्यवहार नै गरेपछि अनि कसलाई चाहिँ म नागरिकता पीडित हो भन्न मन लाग्छ, मन लाग्दैन नि त होइन। त्यो कारणले गर्दाखेरि म खुलेँ, अरू त्यसरी खुल्दैनन्। अनि त्यो पीडा नागरिकता नहुँदा स्टेपमा मरेतुल्य जीवन बिताउनु पर्ने, तपाईँको पढ्न नपाउने, जागिर खान नपाउने, सवारी लाइसेन्स झिक्न नपाउने, विदेश जान्छु भन्नलाई पासपोर्ट बनाउन नपाउने, केही पनि गर्न नपाउने, हरेक दिन अब पढाइ पनि कन्टिन्यू गर्न नपाउने, टेक्निकल एजुकेसनको लागि नागरिकता अनिवार्य छ, जागिर खान नपाउने, एउटा चाहिँ सुकुम्बासी परिवारको, गरिब परिवारको मान्छे
त्यसरी चाहिँ हरेक पटक त्यो जिल्ला प्रशासन कार्यालय डकुमेन्ट लिएर जाँदा कयौँ पटक त्यो फ्रस्ट्रेसन भएर डकुमेन्ट नै फालेको त्यो स्थितिबाट भएर जाँदाखेरि मलाई यति धेरै पीडा भएको थियो कि म त्यो भन्छ नि म त्यो सहन सक्ने भन्दा पनि बढी के त्यो डिप्रेसन बियोन्ड लिमिट के म त्योभन्दा धेरै पर पुगिसकेको थिएँ कि तर पनि आफूलाई थामेर त्यति बेलासम्म मैले म जस्तै पीडितहरू जति पनि मेरो पनि यस्तै समस्या छ भनेर मेरो युट्युबमा मैले हालेको भिडियो अथवा फेसबुकमा हालेको भिडियोबाट मेरो पनि यस्तै प्रब्लम छ नि भनेर धेरै साथीहरू आउनुभयो त्यो साथीहरूलाई कलेक्ट गरेर मेसेन्जरमा ग्रुप फर सिटिजनसिप नेपाल भन्ने एउटा ग्रुप मेसेन्जरमा मैले क्रिएट गरेको थिएँ र मैले त नागरिकता पाएँ मसँग त्यति बेला लगभग 10,000 नागरिकता पाउनुभयो तर सर्वोच्च अदालतले त्यति बेला बालकृष्ण न्यौपाने सुरेन्द्र भण्डारी जस्ता अधिवक्ताहरूले रिट हालेपछि चाहिँ हजुर यसमा एकछिनमा डिटेलमा जाम्ला होइन मलाई चाहिँ तिमीलाई यहाँनिर रोक्न मन लाग्यो किनभने एउटा रिफ्लेक्सबाट चाहिँ के आइरहेको छ भने एउटा मेन्टल रिफ्लेक्सबाट चाहिँ के आइरहेको छ भने आई सुड बी कङ्ग्रेचुलेटिङ यु भन्ने आइरहेको छ नागरिकता पायो त्यत्रो स्ट्रगल अनि एउटा साइड मेरो माइन्डको एउटा साइडले चाहिँ के भनिरहेछ भने वाइ टु कङ्ग्रेचुलेट किन बधाई दिने नेपालमा जन्मेर बाउ-आमा दुईजनाको नागरिकता भएको मान्छेले नागरिकता पाउँदाखेरि कङ्ग्रेचुलेसन दिने कुरा नै हुँदैन तिम्रो स्ट्रगल तिमी जुन स्ट्रगलबाट गयौ होइन त्यो स्ट्रगल त त्यसको लागि त आइम रियली सरी म्यान आइम रियली सरी यु ह्याड टु गो थ्रु द्याट यु सुडन्ट ह्याभ गन थ्रु द्याट तिमी त्यो स्ट्रगलबाट जानुपर्ने केही नेसेसरी नै थिएन होइन यदि होला कानुनको कारणले तिमीले त्यहाँनिर कानुन अगाडि तेर्सेर बसेको थियो कानुन नभएको कारणले गर्दा पनि पाएन होइन तर यसबाट अर्को कुरा पनि के आउँछ भने तिम्रो यो होल स्ट्रगल चाहिँ एकदमै इन्स्पायरिङ छ क्या किनभने धेरै मान्छेले चाहिँ दे वुड ह्याभ गिभन अप धेरै मान्छेले तिमीले अघि पनि भनिहाल्यो होइन नागरिकता छैन भने दे डोन्ट रियली टक अबाउट इट यसको बारेमा कुरा नै गर्दैन नागरिकता छैन भनेर रिभिलै गर्दैन किनभने ब्युरोक्रेसीमा त्यही तरिकाको प्रब्लम सोसाइटीमा त्योभन्दा नराम्रो प्रब्लम नागरिकता नभएको कारणले गर्दा त्यो कारणले उनीहरूले रिभिलै गर्दैनन् तर तिमीले यो सबै कुरा चाहिँ यस्तो पब्लिकली गर्यौ होइन र तिम्रो कारणले गर्दाखेरि इट्स इन्क्रेडिबल इट्स एब्सोल्युटली इन्क्रेडिबल एकदमै इन्स्पायरिङ काम हो होइन अनि त्यो कारणले चाहिँ आइम सरी यु ह्याड टु गो थ्रु द्याट कङ्ग्रेचुलेसन भन्दा पनि किनभने तिम्रो बुवाको पनि नागरिकता थियो तिम्रो आमाको पनि नागरिकता थियो त्यो नागरिकता भनेको तिम्रो बर्थ राइट थियो के एक्ज्याक्टली मैले म जन्मिएर मेरो बुवाको लास्ट नेम अर्याल मेरो मम्मीको लास्ट नेम अर्याल म जन्मिएपछि मेरो साथीले चाहिँ कङ्ग्रेचुलेसन अन बिइङ अर्याल भनेर भन्न मिल्दैन नि ठ्याक्कै त्यस्तै हो क्या अनि तर तिम्रो स्ट्रगलको लागि चाहिँ आइम रियली सरी होइन तर यु सुडन्ट ह्याभ गन थ्रु द्याट तर तिम्रो स्ट्रगल हेरेर चाहिँ तिम्रो स्ट्रगल सुनेर चाहिँ जति पनि नागरिकता विहीनहरू हुनुहुन्छ तिनीहरू चाहिँ आई होप दे गेट इन्स्पायर्ड अनि उहाँहरूले पनि आफ्नो स्ट्रगलको चाहिँ पहिलो कदमहरू उठाउन सक्नुहुन्छ क्या अझ के भयो भन्दा मलाई चाहिँ अब हजुरले भनेको कुरा ठिक हो होइन अब आफ्नै देशमा जन्मिएर वर्षौँसम्म स्ट्रगल गरेर नागरिकता लिने कुरा कसरी खुसीको कुरा भएर कसरी कङ्ग्रेचुलेट गर्ने कुरा भएर ठिक हो तर मलाई चाहिँ म त्यो यसरी थिचिएको थिएँ त्यो पीडाबाट जुन दिन मैले नेपाली नागरिकता म नेपाली भएको पहिचान पाएँ त्यति बेला मेरा साथीहरू मसँग +2 गरेर म त 6th सेमेस्टरमा पढिरहेको थिएँ +2 गरेर मेरा साथीहरूले ड्याङ अमेरिकाको अस्ट्रेलियाको भिजा पाएर उनीहरू बाहिर गइरहेको थियो तर मलाई त्यो साथीहरू जति अस्ट्रेलिया अमेरिकाको भिजा पाएर बाहिर गइरहेको थियो नि अमेरिकाको भिजा पाएको भन्दा बढी खुसी चाहिँ मलाई मेरो नागरिकता नेपाली नागरिकता पाएको दिन मलाई लाग्यो कि मलाई त्यति धेरै भयो अनि मैले फेसबुकमा पोस्ट हालेँ त्यो दिन मैले नागरिकता पाएँ भनेर
मलाई याद छ अहिले पनि त्यो 1 घन्टामै मेरो फेसबुक पोस्ट 200 जना भन्दा बढीले 400 जना भन्दा बढीले लाइक गरेर 200 जना भन्दा बढीले कङ्ग्रेचुलेसन भनेर लेख्नु भएको थियो किनभने अरू पनि आत्तिसकेको थियो कि यो केटाले चाहिँ नागरिकता पाए हुन्थ्यो बिचरा यसले चाहिँ दुःख पायो है यो नेपाली भएर दुःख पायो। सुरुमा म सबभन्दा पहिला सुरुमा वडा कार्यालय जाँदाखेरि मुचुल्का बनाएर यो भाइले चाहिँ दुःख पाए यार यसले चाहिँ यो नेपाली हो यसको बाउ पनि ढाका टोपी लगाएको नेपाली हो यो जुम्लाको मान्छे यसको यो भाइले दुःख पाए यार यो भाइको नागरिकता बन्नुपर्छ भनेर मेरो घरमा आएर हेर्नु है ब्युरोक्राट्स वडा सचिव महेन्द्र बहादुर कार्की भन्ने हुनुहुन्थ्यो वडा नम्बर 9 को मेरो घरमा आएर यो भाइले दुःख पायो भनेर उहाँले मुचुल्का उठाइदिनु भएको। केही महिना अगाडि केही महिना वर्षै भइसक्यो उहाँ चाहिँ फेरि 9 नम्बरको वडा कार्यालयमा वडा सचिव भएर आउनु भएको थियो। मैले उहाँलाई मेरो छोरीको जन्मदर्ता बनाउन जाने बेला मैले उहाँलाई त्यो कुरा सम्झाएँ मलाई चिन्नुभयो भने उहाँले चिन्नु भएन मैले भने हजुरले मलाई यस्तो भनिदिनु भएको थियो म त्यो कहिल्यै पनि मेरो जीवनमा म बिर्सिन्न सर भनेर मैले उहाँलाई भने धन्यवाद पनि भने। तर दुर्भाग्यवश केही महिना अगाडि उहाँ क्यान्सर सर्भाइभल हुनुहुँदो रहेछ उहाँको चाहिँ डेथ भयो मैले त्यो थाहा पाएँ। तर म चाहिँ उहाँलाई मेरो जिन्दगीमा म कहिल्यै बिर्सिन्न के मेरो लागि उहाँले नागरिकै बनाइदिनलाई त्यस्तो ठुलो भूमिका त केही खेल्नु भएन तर उहाँले एउटै सेन्टेन्स बोल्नु भएको मलाई याद छ कि यो भाइले नागरिकता पाउनुपर्छ यो भाइले बिना कारण दुःख पाए यार भनेर उहाँ मेरो घरमा आएर मुचुल्का उठाइदिनु भएको थियो कि म त्यो चाहिँ म कहिले पनि बिर्सिन्न क्या उहाँको गुण होइन। त्यसरी चाहिँ मलाई चाहिँ कसैले त्यो सिम्प्याथी अथवा त्यो खाले सपोर्टिभ कुरा त्यो सेन्टेन्स बोल्दाखेरि पनि त्यतिखेर धेरै हलुका हुन्थ्यो कि त्यस्तो चाहिँ भएको थियो त्यति बेला। अब यी सबै कुराहरूबाट अब तपाईँले अघि सुरुमा सोध्नु भएको प्रश्नमा म आउँदैछु। अब यो किन चाहिँ पीडितहरूलाई किन हेल्प गरिरहेको अहिले पनि किन चाहिँ यस्तो व्यस्त म यति धेरै बिजी छु नि अहिले रियल्ली भन्नुपर्दा म 12 घन्टाभन्दा बढी काम गरिरहेको छु होइन। अब म त्यस्तै फ्यामिलीबाट बिलोङ्स गर्छु बल्ल म चाहिँ यो अहिले मैले एमए इकोनोमिक्समा पोभर्टी रिडक्सन गरिबी निवारण भनेर पढिरहेको छु कि खासमा भन्नुपर्दा त्यो पोभर्टीलाई ओभरकम गर्नको लागि गरिबीलाई ओभरकम गर्नको लागि स्ट्रगल गरेको म नै हो कि स्वयं खासमा मै हो कि त्यसको जिउँदो साक्षी उदाहरण म नै हो। त्यो कारणले गर्दाखेरि म अहिले पनि त्यसरी काम गरिरहेको छु किन भन्दा म त्यति धेरै बिजी छु। तर जतिसुकै बिजी भए तापनि म नागरिकता विहीनहरूको लागि निस्वार्थ र निशुल्क रूपमा सधैँ सहयोग गर्नको लागि म पछि पर्दैन किनभने त्यो पीडा त्यो बाटो भएर म मात्र गएको छु कि अरूलाई त्यो मैले त्यो मलाई थाहा छ अरू पनि पीडित थिए मसँग धेरैले नागरिकता पाए हजारौँले पाए त्यति बेला मैले अघिको कुरा फेरि कन्टिन्यू गरेँ तपाईँले मलाई रोक्नुभयो 10-15 दिन 13 दिन जति नागरिकता पाएपछि सर्वोच्च अदालतको वरिष्ठ अधिवक्ताहरू बालकृष्ण नेउपाने र सुरेन्द्र भण्डारीले रिट हालिदिए र सर्वोच्च अदालतले त्यो जुन परिपत्र जारी गरेको थियो मन्त्री स्तरीय त्यो रोक्नु भनेर रोकिदियो सर्वोच्च अदालतले। त्यसपछि नागरिकता दिएन त्यस्ता पीडितहरू रोकियो। अब नागरिकता लिनको लागि विधेयक नै आउनु पर्ने भयो फेरि संविधानले इम्प्लिमेन्ट गर्नको लागि प्रतिनिधि सभामा विधेयक आउनु पर्यो। प्रतिनिधि सभा विधेयक आयो 75 साल साउनको 22 गते दर्ता नै भएको थियो। तर त्यो विधेयक दर्ता गरेपछि राज्य व्यवस्था समितिमा छलफलको लागि गयो। राज्य व्यवस्था समितिमा 2 वर्षभन्दा बढी छलफल भयो। प्रतिनिधि सभामा राज्य व्यवस्था समितिमा 2 वर्षभन्दा बढी छलफल भइसकेपछि अन्तिममा बहुमतको आधारमा तत्कालीन सभापति शशि श्रेष्ठले त्यसलाई पारित त गर्नुभयो। तर विडम्बना के भइदियो भन्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुभयो। त्यति बेला पार्लिमेन्ट नै डिजल्भ भयो। त्यसपछि उहाँ पनि डिजल्भ हुनुभयो बिस्तारै उहाँ पनि जानुभयो। शेरबहादुर देउवा प्रधानमन्त्री भएर आउनुभयो। तर जुन विधेयक प्रधानमन्त्री केपी ओलीकै पालामा राज्य व्यवस्था समितिमा आएर 2 वर्ष लगाएर छलफल भएर कानुन बन्ने प्रक्रियामा थियो यद्यपि बन्न दिइएन त्यो कन्टिन्यू भएन। त्यो 2 वर्ष छलफल गरेको विधेयकमा मेरो पनि इन्भल्भमेन्ट थियो। मैले धेरै नै पीडितहरूलाई लगाएर छलफल गराउनेदेखि लिएर उस गर्ने गरेको थिएँ। शशि श्रेष्ठले बनाउनु भएको प्रतिवेदन अथवा विधेयकमा चाहिँ 99.9% पीडितहरूको समस्याको समाधान थियो। त्यहाँ त्यो विधेयक आएर इम्प्लिमेन्ट भएर कानुन बनेको भए आज म यसरी नागरिकता विहीनहरूलाई अपडेट दिने सहयोग गर्नु पर्यो भनेर म बस्नु पर्थेन अथवा म जस्ता अरू कोही पनि बस्नु पर्दैन थियो। बुझ्नु भएन? यो त रहरले गरेर होइन नि त। मलाई त कुनै संस्थाले तलब दिएको पनि छैन होइन। मैले कुनै एनजिओ आइएनजिओ चलाएको पनि छैन। बरु आमाको नामबाट नागरिकता भनेर सिटिजनसिप इन मदर नेम भनेर विभिन्न महिला अधिकार कर्मीहरूले यताउता गरेर ह्यानत्यान विदेशबाट डलर मगाएर खाएको मलाई थाहा छ क्या बरु त्यो। त्यही भएर एक थरी महिला अधिकार कर्मीहरू यस्ता पनि थिए। मैले आरोप लगाएको होइन तपाईँलाई। यो आमाको नामबाट नागरिकता भन्ने कुरा चाहिँ कहिले पनि पुरा नभइदिए हुन्थ्यो भन्ने उनीहरूको चाहना। किनकि त्यो कुरालाई एजेन्डा बनाएर खाना पाइरहेको थियो नि त उनीहरूले होइन। त्यस्ता पनि थिए कि मैले त्यस्ता व्यक्तिहरू पनि भेटेँ काठमाडौँमा होइन। अनि त्यो कारणले गर्दाखेरि त्यो विधेयक चाहिँ जुन विधेयक शशि श्रेष्ठले ल्याएर विधेयक पार्लिमेन्टबाट पारित गरेर त्यो कानुन बन्न पाएको भए आज नागरिकता पीडितहरू
हुँदैन थिए, भए पनि 1-2 जना हुन्थे। त्यो अब त्यो नभए जस्तै मानौँ न, त्यो केही गरी आफ्नै तरिकाबाट स्थानीय तहले पहल गरेर मिलाउन सक्ने केस हुन्थ्यो त्यस्तो भएको भए। तर अहिले पनि नागरिकता पीडितहरू लाखौँको सङ्ख्यामा छन्। किन छन् भन्दा अब प्रधानमन्त्री ओली जानुभएपछि शेरबहादुर देउवा आउनुभयो। शेरबहादुर देउवाको सरकारमा बालकृष्ण खाँड गृहमन्त्री हुनुहुन्थ्यो। उहाँले एउटा विधेयक ल्याउनु भयो, नागरिकता विधेयक, फास्ट ट्र्याकबाट पारित गर्नुभयो। गर्न चाहिँ 2 पटक फास्ट ट्र्याकबाट पारित गर्नुभयो। त्यो विधेयकको मोटिभ एउटै थियो कि बाउ र आमा दुवै नेपाली नागरिक भएका सन्तानले मात्र नागरिकता पाउने भन्ने। जस्तो कस्तो, म जस्तो के, म जस्तो मेरो नि बाउ र आमा दुवैको नागरिकता थियो, तर अड्केको थियो। मेरो जस्तो केस 10-11 दिन पाउनेले, नपाउनेको के भयो भन्दा सर्वोच्चले रोकिदियो। अब त्यो रोकेकाहरूले चाहिँ पाउनु भनेर, पीडित त धेरै टाइपका थिए, 8-10 टाइपका थिए, तर 1-2 टाइपको पीडितको प्रब्लम सल्भ गर्नलाई चाहिँ त्यो विधेयक आयो। त्यो विधेयक आएपछि त्यति बेला नि राजनीतिकरण भयो। अब प्रधानमन्त्री ओली बाहिरिनु भएपछि विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो। प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट विधेयक पारित भयो। 2 पटक राष्ट्रपतिकोमा गयो। राष्ट्रपतिज्यूले त्यसलाई प्रमाणीकरण गरिदिनु भएन। राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि कानुन बन्दैन, बनेन। किन बनेन भन्दा विद्या भण्डारीले त्यति बेला राजनीतिकरण गरिदिनु भयो। ओलीले युज गर्नुभयो, के गर्नुभयो थाहा भएन। उहाँले नगरेपछि 2 पटक राज्य प्रतिनिधि सभाबाट संसदले, हाउसले पास गरेको, अप्पर हाउस लोअर हाउस दुवैले पास गरेको कानुन बन्नै पाएन राष्ट्रपतिले प्रमाणीकरण नगरेर। त्यसपछि 79 सालमा फेरि प्रतिनिधि सभाको चुनाव भयो। प्रचण्ड प्रधानमन्त्री बन्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेल बन्नुभयो। अहिले पनि रामचन्द्र पौडेल हुनुहुन्छ। रामचन्द्र पौडेलले त्यही पहिला विद्या भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रमाणीकरण गरिदिनु भयो। किन गरिदिनु भयो भन्दा यतिखेर सिक्वेन्स मिल्यो नि त। पहिला शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाखेरि ल्याएको विधेयक थियो। बालकृष्ण खाँड काङ्ग्रेसकै गृहमन्त्री हुनुहुन्थ्यो, काङ्ग्रेसकै राष्ट्रपति बन्नुभयो। अनि प्रचण्डले चाहिँ त्यो विधेयक प्रमाणीकरण गरिदिनु पर्यो भनेर अनुरोध गर्नुभयो राष्ट्रपतिलाई भेटेर। विधेयक प्रमाणीकरण भयो। हामीले आन्दोलन गऱ्यौँ। माइती गठबन्धनलाई मात्र हामीले 3 पटक 4 पटक त्यही रोडमै बसेर, रोडमै सुतेर आन्दोलन गऱ्यौँ प्रमाणीकरणको लागि, विधेयकको लागि, होइन। कत्रो आन्दोलन भयो, लाठी खाइयो, प्रहरीले समातेर लयो, अनेक गऱ्यो के। हामीलाई चाहिँ नागरिकता देऊ न गरी खानको लागि हामीसँग अनुसन्धान गरेर नेपाली हो भने हामीलाई नागरिकता देऊ, पीडितलाई नागरिकता देऊ भन्न पनि हामीले धेरै कुरा सहन पर्यो। पटक पटक चाहिँ त्यो घाममा बिरामी हुनु पर्यो। काठमाडौँ जाँदाखेरि म एक्सिडेन्ट नै परेँ, होइन। त्यो ज्यानको बाजी थापेर फेरि अरूको लागि के। सुन्नु है, यहाँ अचम्मको कुरा, मैले त 75 सालमा नागरिकता बनाइसकेँ के। मेरो नागरिकता 75 सालमा बनिसकेँ। अहिले भनेको घटनाक्रम 75 सालभन्दा यताको, 78, 79, 80 को। यी सबै कुराहरू मैले घर परिवार छोडेर आफ्नो पकेटबाट कतिपल्ट खर्च गरेर ज्यानको बाजी थापेर काठमाडौँ गएर आन्दोलन गरेर अरूको लागि, अरू पीडितलाई गरिरहेको छु। किन गरिरहेको छु भन्दा त्यो बाटो भएर हिँड्नु पर्यो। म जुन बाटो भएर हिँड्नु पर्यो त्यो बाटो भएर अरू हिँड्न नपरोस्। म जसरी एक्सपोज भएँ त्यसरी अरू एक्सपोज हुन सक्दैनन्। त्यसैले पीडितहरू, बोल्न नसक्नेहरूको बोली बनिदिन्छु म चाहिँ भोइस अफ भोइसलेस, आवाजबिनहरूको आवाज चाहिँ म बन्नुपर्छ है भनेर मलाई भित्रबाट आएको भएर मैले चाहिँ त्यो पीडा भएर अरूलाई जान नपरोस्, ती पीडितहरूले चाहिँ अब पीडित हुन नपरोस् भनेर। यति नाजुक पीडा छ नि तपाईँलाई भन्दाखेरि, म कयौँ दिन नागरिकता पीडितहरूको चित्कार सुनेर म सुत्न सकेको छैन कि दाइ। त्यस्तो पीडा छ कि। म तपाईँलाई 1-2 उदाहरण भन्छु। यहाँ टाढीमा, चितवनकै टाढीमा एकजना दिदी हुनुहुँदो रहेछ जसले चाहिँ मेरो भिडियो हेरिरहनु हुँदो रहेछ, फेसबुकमा युट्युबमा लाइभ सुनिरहनु हुँदो रहेछ। उहाँको नाम मीरादेवी विश्वकर्मा हो। मैले नै भेटेको, मलाई नै बोलेको भएर मैले उहाँको नाम भने। त्यो नाम भन्न गाह्रो भएन मलाई। अनि उहाँको 2टा छोराहरू रहेछ हेर्नु। एउटा चाहिँ 30 वर्षको, एउटा 32 वर्षको। अहिले त 32 र 34 भइसक्यो होला बिचरा। उहाँ फेसबुकमा मलाई मेसेज गर्ने, एक दिन म भाइलाई भेट्न आउँछु टाढी, भरतपुर टाढा होइन भन्दा भन्दै एक दिन आइपुग्नु भयो। अनि मैले त दिदी भन्ने, मलाई भाइ भन्ने। यसो मान्छे भेटेपछि हेरेको त एकदम बुढी के, मेरो मम्मी टाइपको। आमा भन्ने, मैले आमा भन्दा फरक नपर्ने खालको हुँदो रहेछ। अब दिदी भने, मलाई भाइ भन्नुभएपछि मैले दिदी नै भन्नु पर्यो। ज्यान हेर्छु त्यो छोराहरूको नागरिकता बनेन भनेर सुकेर है, बिचरा त्यो ज्यानमा केही पनि छैन कि। त्यो पीडा, त्यो चिन्ता चाहिँ मैले प्रष्टै अनुहारमा मैले देखेँ। अनि उहाँले डकुमेन्ट ल्याउनु भएको रहेछ सबै भाइलाई देखाउने भनेर मैले हेरेँ, होइन। डकुमेन्ट हेर्छु, उहाँको नागरिकता नबन्न पर्ने कारण केही पनि छैन है। मेरो त बरु कानुन छैन भनेर दिएको थिएन, उहाँको लागि नागरिकता बन्ने कानुन पनि थियो कि। हेर्नु है पीडा। खास उहाँको लागि चाहिँ नागरिकता बन्ने भन्दैछु, म खास कुरामा आउँदैछु। उहाँको लागि नागरिकता बन्ने कानुन पनि थियो। खास के भएको थियो उहाँको भन्दा, उहाँ चाहिँ नेपाली नागरिकता उहाँ नेपाली, होइन। उहाँको नेपाली नागरिकता। उहाँको श्रीमान जापानिजमा तनहुमा मर्साङदी हाइड्रो पावर बनाउने बेला हाइड्रो पावरको जो ठेकदार हो, जापानको ठेकदार, उहाँसँग लप परेर उहाँको बिहे भएछ। त्यसपछि 2टा बच्चा जन्मेछ।
अनि जोसँग बिहे भयो ठेकदार उहाँको जापानमा पनि श्रीमती हुनुहुँदो रहेछ, जापान जाने आउने गरिरहनु भएको, अब यहाँ सेटल गराएर घर सर जग्गा सग्गा किनेर राखिदिनु भएको रहेछ उहाँलाई तनहुमा। अनि उहाँ जापान जाने आउने गर्दाखेरि एकचोटि जापान जाँदाखेरि फर्किनु भएन छ। नफर्किएपछि अब किन फर्किएन भनेर अब जापानले त जापानको मान्छेले नेपाली बिहा गरेपछि त ऊ पनि जापानिज भयो, जापानले त त्यसरी ठान्यो नि त होइन, जापानले त बोलाउने भयो, कलिङ गर्ने भयो, उहाँ त जापान जान पाउनु भयो, उहाँ जापान गएको त श्रीमानको मृत्यु भएको रहेछ, त्यही भएर नफर्किनु भएको रहेछ। मृत्यु भएपछि अब उहाँले यहाँ बिहा दर्ता पनि बनाउनु भएन, यो त्यो केही पनि भएन होइन। अब त्यो अब के थाहा त यदि चाँडै मान्छे त्यस्तो हुन्छ भनेर बच्चा दुईटा। अनि त्यसपछि श्रीमानको नागरिकता चाहिँ उहाँले राख्नु भएको, जापानिज नागरिकता। अनि पछि जापानले गर्नुपर्ने सबै गरिदियो, डकुमेन्टहरू नि दियो, मृत्यु दर्ता पनि दियो, विवाह दर्ता जस्तो पनि सबै कुराहरू जापानले गर्नुपर्ने सबै गरिदियो। 1-2 वर्ष उहाँ काम पनि गर्नुभयो जापानमा। अब बच्चा यहाँ आउनुभयो, बच्चा ठुला भयो अब होइन। बच्चा ठुलो भएपछि आमा नेपाली बाउ विदेशी हुनेको हकमा बच्चाले अङ्गीकृत नागरिकता पाउँछ यदि त्यो देशको नागरिकता लिए छैन भने, अथवा त्यो देशको नागरिकता नलिएको प्रमाणपत्र अथवा निसा ल्याएको छ भने भन्ने कानुन थियो। अनि ठिक छ तपाईँको नागरिकता बन्नुपर्छ, नरुनु म छु भनेर मैले भने। अब होइन जिन्दगीभर 30-32 वर्ष सङ्घर्ष गरिसक्यो। उहाँ फेरि नगएको कसैको घरमा रहन्छ हेर्नु, नेताको घरमा। त्यो आजित भएको के रामचन्द्र पौडेल अहिले राष्ट्रपति हुनुहुन्छ, तनहुमै हुँदा रामचन्द्र पौडेललाई भेट्नु भएको, कमल थापा पटक पटक गृहमन्त्री बन्नु भएको, उप प्रधानमन्त्री बन्नु भएको देखि लिएर हरेक नेता हेर्नु, काङ्ग्रेस राप्रपा एमालेको नेताहरूलाई पहिले नै भेटेर आजित भएर महिला अधिकार कर्मीहरूलाई नि भेटेर त्यो अब त्यो हुँदैन भन्ने कि जहिले पनि उहाँको पहिलो नै मेरो छोराछोरीको नागरिकता कहिले बन्दैन भन्ने मात्रै थियो कि मैले हुन्छ बन्छ चिन्ता नगर्नु, हुन्छ बन्छ भनेर भन्दा 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 अनि नारायण काजी श्रेष्ठ गृहमन्त्री बन्नुभयो। नारायण काजी श्रेष्ठ प्रचण्ड प्रधानमन्त्री बन्नुभएपछि नारायण काजी श्रेष्ठ गृहमन्त्री बन्नुभयो। नारायण काजी श्रेष्ठ गृहमन्त्री बन्नुभएपछि मलाई अलिकति के भयो भन्दा मैले फेरि अघिको कुरा अलिकति जोडेँ तपाईँलाई। प्रचण्डहरूसँग अलिकति विचार मिल्ने, उहाँहरूलाई अलिकति सपोर्टिभ अलिकति पहिल्यैबाट भएको कारणले गर्दाखेरि अब यो नारायण काजी श्रेष्ठहरू गृहमन्त्री हुँदाखेरि म चाहिँ पीडितको समस्या लएर वास्तविक रूपमा सुनाएर समाधान गर्न सक्छु भन्ने फेरि अर्को आत्मविश्वास मलाई आयो। हिजो माओवादीबाटै रामबहादुर थापा गृहमन्त्री बन्दाखेरि मैले मेरो नागरिकता बनाउन सकेँ, 10,000 नागरिकता पाएँ। आज फेरि माओवादीबाटै नारायण काजी श्रेष्ठ गृहमन्त्री हुँदाखेरि मैले यो यस्तो समस्या चाहिँ म समाधान गर्न सक्छु भनेर गृहमन्त्रीको सोकेस सजिलै फोन गरेको उठेन। नउठेपछि हान्दिम न के भएर, मन्त्री पनि त हामी जस्तै मान्छे हो, फोन उठाउन तिनीहरूले नि होला बोल्लान् भनेर एकचोटि यसो मन्त्रीलाई फोन गरेर हेरेको त झ्यापै फोन उठ्यो। हेर्नु नारायण काजी श्रेष्ठकै गृहमन्त्री तथा उप प्रधानमन्त्रीको फोन उठ्यो। अनि त्योभन्दा अगाडि नै गएर यो नेपालमा ठ्याक्क त्यतिखेर सहकारीको समस्या आउनु लाग्थ्यो कि नेपाल भरतपुरमा एउटा सहारा होइन के त्यो एउटा सहकारी थियो कि सहकारी थियो, त्यो सहकारी चाहिँ शिवशक्ति कि के सहकारी थियो होइन, ठुलै सहकारी हो। त्यसको चाहिँ ठगी भएको थियो भनेर त्यो पीडितहरूलाई, त्यो पीडित सङ्घर्ष समितिले चाहिँ मलाई काठमाडौँ लिएर गएको थियो, गृहमन्त्री र सहकारी मन्त्री भेटाइदिनु पर्यो भनेर। त्यतिखेर म गृहमन्त्रीलाई गएको थिएँ। अनि त्यतिखेर पनि मैले गृहमन्त्रीज्यूलाई भेटेँ, यहाँ भरतपुर आउनु भएको बेला नि सिराइचुलीमा मैले उहाँलाई भेटेर जोस चिन्जानी बनाइसकेको थिएँ। मान्यज्यू म शिबु छेत्री नागरिकताविहीनहरूको संयोजक, चिन्नुभयो, पहिला पनि भेट भएको थियो नि हाम्रो। एकरो बोलेँ कि किनभने उनीहरूलाई त टाइम हुन्न नि त। म यस्तो यस्तो छ, 2टा पीडितहरू चाहिँ यस्तो छ, उहाँहरूको सबै प्रमाणपत्र छ, मैले डिटेलमा हेरिसकेँ, नागरिकता पाउनु भएको छैन, 30औं वर्ष बितिसक्यो, बिजोग भइसक्यो उहाँहरूको, अब अप्सन नै केही छैन, यो काम गरिदिनु पर्यो, म आउँछु हजुरलाई भेट्छु। उहाँ पीडितले काम भएन नभए एकपटक तपाईँलाई भेट्न खोज्नु भएको भनेर मैले भने। मैले सम्बन्धित शाखामा नागरिकता शाखाहरूमा यस्तो काम गरिदिनु नरोकिदिनु भनेर निर्देशन दिएको छु, आउनुहोस् काम गराउनुहोस् भनेर उहाँले भन्नुभयो, फोन राख्नुभयो। त्यसको 3-4 दिनपछि हामी माइक्रोमा गयौँ हेर्नु। मेरो लागि होइन है, फेरि सुन्नु है, अर्कैको लागि गइरहेको छु। मेरो परिवार छ, माइक्रोमा बसेर मेरो परिवारको अब्जेक्सन छ हेर्नु, अरूको लागि भनेर त्यसै त परिवारलाई त जान दिँदैन नि त। मैले पाउने कुरा केही पनि होइन, सेटिस्फ्याक्सन बाहेक होइन, भयो उसको भइदियो भने मलाई आनन्द न हो त्यति बाहेक। अनि म गएँ, मलाई याद छ, त्यो दिदीलाई पनि थाहा छ, म दिदीको छेउमा बसेको थिएँ। म यहाँबाट काठमाडौँ पुग्दाखेरि दाइ मेरो आन्द्रा भुँडी निक्लेला जस्तो भएको थियो कि बमिट आएर। त्यस्तो भएर पीडा खेपी होइन, पीडा खेपी काठमाडौँ गइयो, सिंहदरबार गइयो, भेटियो, अनि सम्बन्धित शाखामा गइयो, भनियो, शाखामा गएर त फाइल निकाल्नै खोज्दैन हेर्नु, भन्यो हुन्न तपाईँको, के हो तपाईँको भन्ने मार्क्स लाछु म, यो हो भने होइन। अनि हुँदै हुन्न भन्छ। अनि त्यसपछि मार्क्स खोलेँ। तपाईँहरूले फाइल निकाल्नुहुन्छ है, के गर्नुहुन्छ? म ग्रुप फर सिटिजनसिप नेपालको संयोजक हो।
म यत्तिकै यहाँ आएको होइन, उहाँहरूको सबै डकुमेन्ट पुगेको भएर हेरेको भएर आएको। म मन्त्रीज्यूलाई फोन गरेर आएको हो। उहाँहरूको फाइल निकालेर तत्काल अगाडि बढाइदिनुहुन्छ भने ठिकै छ, नत्र म यहाँभन्दा माथिल्लो निकायमा गएर कुरा गर्छु भनेको एकैछिन फाइल निक्ल्यो, फुत्तै निक्ल्यो फाइल। अघिसम्म खोज्दा खोज्दा नभेटेको फाइल नागरिकता शाखामा फुत्तै फाइल निक्ल्यो। हेर्नु है, अचम्मै भयो। यहीँ रहेछ नि तपाईँहरूको भन्ने भयो होइन। अनि त्यो अघि चर्केर बोल्नेहरू अहिले नम्र हुन थाले। अनि त्यहाँबाट त्यसपछि एउटा निवेदन दिनु भन्न थाले। तलपट्टि निवेदन दियो। रुद्रदेवी शर्मा भन्ने नागरिकता महाशाखा प्रमुख हुनुहुन्थ्यो, उहाँलाई कुरा गरेँ। उहाँलाई कुरा गरेपछि उहाँले के भनिदिनु भयो त्यतिखेर भन्दा, तपाईँहरूको सबै प्रमाणपत्र पुगेको रहेछ, यत्तिकै रोकिया रहेछ। एउटा चिज छैन, त्यो भनेको नागरिकता जापानबाट नलिएको निसा छैन, निसा लिएर आउनु भनेर भन्नुभयो। अब ल्याउनु त पर्यो। हेर्नु, निसा त चाहियो, त्यति बेला निसा चाहिन्थ्यो। निसा मगाउनको लागि जापानिज एम्बेसीमा पठाएँ उसको छोरालाई। गयो, जापानिज एम्बेसीले उतापट्टि माग्यो निसा। जापानिज एम्बेसीले ल 15-20 दिन 1 महिनापछि पठाइदियो निसा पनि। निसा आयो। निसा आउँदै गर्दा हामी आइटी गठबन्धनमा आन्दोलन गरिरहेको थियौँ। यो जुन नागरिकता विधेयक शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाखेरि आएको थियो, त्यो प्रमाणीकरण गर्न पर्यो भनेर होइन। त्यो विधेयक आयो, त्यो विधेयक प्रमाणीकरण पनि भयो। हेर्नु है, त्यसपछि निसा आएर अब हामी गृह मन्त्रालय गयौँ, ल निसा आयो, नागरिकता बनाइदिनु पर्यो भनेर फेरि त्यही रुद्रदेवी शर्मा, त्यही नागरिकता महाशाखा प्रमुखले के भन्नुभयो थाहा छ? अहिले आएको नयाँ नागरिकता विधेयकमा चाहिँ निसा चाहिँदैन थियो कि। अब त्यो निसा भन्ने हटाएको थियो, सो घोषणा गरे पुग्ने भन्ने थियो। बुझ्नु भएन? पहिलाको विधेयकमा चाहिँ निसा चाहिने भन्ने थियो। अहिले चाहिँ नयाँ आएको विधेयकमा चाहिँ आमाले सो घोषणा गरेर फलाना बाउको देशबाट नागरिकता लेखेन भन्यो भने पुग्छ, अब निसा चाहिँदैन भन्ने थियो। अनि अब रुद्रदेवी शर्माले के भनिदिनु भयो अहिले भन्दा, अब राज्य भनेको अथवा राज्यका निकाय भनेको आजको कानुनमा चल्ने हो, हिजोको कानुनमा चल्ने होइन। हिजो निसा चाहिन्थ्यो, निसा ल्याउनु भयो, ठिक छ। अब आज निसा नचाहिने भयो। त्यही भएर यो कानुन कम्प्लिट रूपमा बन्न दिनुहोस्, पुरा हुन दिनुहोस्, त्यसपछि नागरिकता बन्छ भनेर हिजो चाहिन्छ भनेर मागेको चिज अब चाहिन्न भनेर मागेन। हेर्नु आइसकेपछि त्यो त एक्स्ट्रा हो नि त। त्यो त झन् एक्स्ट्रा हो। मान्छेले निसा ल्याउन सकेन भनेर हटाएको के कानुनबाट। त्यो हुँदा पनि नागरिकता दिएन। नदिएपछि हामी फेरि अब यस्तै भयो भनेर फर्कियौँ। त्यसपछि फेरि एकपल्ट गृह मन्त्रालयमा गयौँ। अनि त्यसपछि अति भयो भनेर यसपालि चाहिँ गृहमन्त्रीलाई भेटाउने वातावरण बनाइयो। गृहमन्त्रीलाई भनियो, हेर्नुहोस् है, यहाँ एउटा एकदमै सिरियस कुरा भन्दैछु। यहाँनिर नेपालको राज्य संयन्त्र कसरी चलेको छ र को स्ट्रङ छ भन्ने कुरा मेरो प्रत्यक्ष आँखाले देखेको, मैले फेस गरेको कुरा भन्दैछु। नागरिकता महाशाखा प्रमुख, नागरिकता शाखा प्रमुख त्यहाँ छ। अब सबै डकुमेन्ट पुगिसक्यो, नागरिकता दिए छैन, नागरिकता भएन। पीडित गयो, कहाँ गयो? गृहमन्त्री भट्ट गयो, गृहमन्त्रीलाई भेट्यो। यहाँनिर गृहमन्त्री छ, यहाँनिर पीडित छ, यहाँनिर नागरिकता शाखा प्रमुख छ होइन। यहाँ गृहमन्त्री, यहाँ अब नागरिकता पीडितले गृहमन्त्रीलाई भन्छ, उप प्रधानमन्त्री एवं गृहमन्त्री नारायण मन्त्रीज्यू म त मर्नु न बाँच्नु भयो, के गर्ने, मैले त नागरिकता सबै प्रमाणपत्र भयो नि अझै पाएन भनेर नागरिकता महाशाखा प्रमुखले उसले बोलायो। नागरिकता शाखा प्रमुखलाई बोलायो। नागरिकता शाखा प्रमुख यहीँ छ। उसले भन्यो पीडितको अगाडि मन्त्रीलाई के भन्यो भन्दा, मन्त्रीज्यू उहाँको सबै पुगेको छ, म भोलि नै उहाँको काम गरेर पठाइदिन्छु भनेर उहाँले भन्नुभयो। हेर्नु है, कर्मचारीले मन्त्रीलाई पीडितको अगाडि भोलि नै भन्नुभयो कि आज भन्नु भएन। अझ भोलिसम्म कहाँ बस्ने पनि थाहा छैन। अनि मन्त्रीले भोलि होइन, मिलेको भए पुगेको भए आजै गरिदिनु भनेर भन्नुभयो। ल भनेर निक्ल्यो। अब कर्मचारी पनि निक्ल्यो, शाखा प्रमुख पनि निक्ल्यो, अनि के भन्छ अरे पीडित पनि निक्ल्यो। अब निक्लिसकेपछि बाहिर के भयो थाहा छ? सबभन्दा इम्पोर्टेन्ट कुरा, बाहिर त्यो कर्मचारीले पीडितलाई के भनेर धम्कायो भन्दा, मलाई मन्त्रीको अगाडि उभ्याउने, म तपाईँको काम गर्दिनँ, के गर्नुहुन्छ गर्नुहोस्। अब फेरि पीडित त मन्त्रीलाई गएर भेट्न सक्दैन नि। महिनौसम्म भनेर बल्ल बल्ल मन्त्रीलाई भेट्न पाएको छ। अब फेरि धम्काइदियो। हेर्नु, त्यहीँको त्यहीँ, ठाउँको ठाउँ। उसलाई इगो हट भयो कि मन्त्रीको अगाडि उभ्याइदियो भनेर। उसलाई इगो हट, अब म तपाईँको काम गर्दिनँ, के गर्नुहुन्छ गर्नुहोस् भन्थ्यो। नभन्दै 1-1.5 महिना काम गर्दैन। ल हेर्नुहोस्, राज्य संयन्त्र कति पावरफुल छन् कर्मचारीहरू भन्ने कुरा यहाँबाट थाहा हुन्छ कि। सबै प्रमाणपत्र पुगेको छ, गृहमन्त्रीको निर्देशन छ, ल काम गर्दै भन्दा गर्दैन। 1 महिनापछि 1.5 महिनापछि त्यो राजपत्रमा प्रकाशित भएपछि, नयाँ नियमअनुसार निसा नचाहिने भएपछि बल्ल तल्ल गृहमन्त्रीलाई भनेपछि, सचिवालयमा भनेपछि, पटक पटक गएपछि लगभग त्यसपछि पनि त्यो दिदीहरू 8-10 पटक 1-1.5 लाख रुपियाँ खर्च गरेर जाने आउने गरेपछि के भनेर नागरिकता दिएछ भन्दा, अन्तिम दिनमा म गएको थिइनँ। अब कतिपटक ओरोदोरो गर्ने म। अब हामीले पनि तपाईँहरूसँग पैसा मागेनौँ, चिया खर्च मागेनौँ, अरूले पनि माग्यो भने नदिनु होला भनेर नागरिकता दिएछ कि। भनेको पैसा खोजेर रहेछ नि त तिनीहरूले। अहिलेसम्म तिनीहरूले पैसा खोजेर रहेछ कि। कस्तो भन्न सक्यो क्या तिनीहरूले, आमा म भएको भए त्यहाँनिर यति ठुलो लफडा हुन्थ्यो नि। म भएको भए साँच्चै गैर कानुनी हुन्छ अथवा कानुनी हुन्छ मलाई थाहा छैन होइन,
त्यहीँनिर त्यो बालेनले सिंहदरबार जलाइदिन्छु भने जस्तै मैले भन्थेँ होला क्या दाइ, बुझ्नु भएन? त्यो भन्ने हो पीडितलाई वर्षौँदेखि। यार मान्छे 32 वर्ष पुगिसक्यो, 16 वर्षमा पाउने नागरिकता दिएको छैन, त्यो पनि अङ्गीकृत नागरिकता हो कि, अङ्गीकृत नागरिकता। उसले चाहिँ यो राज्यको निकायमा प्रधानमन्त्री मन्त्री बन्न पाउँदैन कि। अनि हामीले पनि मागेन, अरूले नि माग्यो भने पैसा नदिनु होला, चिया खर्च नदिनु होला भनेर मागिराख्यो क्या पैसा। हेर्नु त तरिका। त्यही त, यस्तो गरेको पीडितको 32 वर्ष भएपछि त्यो पीडितहरूको बिचरा आशा भरोसा केही पनि नभएको पछि नहुँदा पनि नागरिकता बन्यो। हेर्नुहोस् यो केस भनेको रियर केस हो। यो अहिले पनि धेरै छन् यस्ता पीडितहरू पाएको छैन। नारायण काजी गृहमन्त्री भएको बेलामा एकजना नेपालगञ्जको यो राउटे समुदाय सुन्नु भएको छ नि हजुरले, नेपालको दुर्लभ समुदाय राउटे समुदायको एकजना भाइको पनि मैले नागरिकता त्यसरी बनाइदिएँ। त्यसरी 8-10 जना त्यो टाइपको पीडितको बनाएँ। अर्को एउटा भन्छु, गोपाल कुमाल भन्ने चितवनको खैरानीको 45 वर्ष, अहिले त उहाँ 80 सालमै नागरिकता बनेको, 80-82, उहाँ अहिले 47 वर्ष हुनुभयो। 45 वर्षको मान्छे सधैँ सिडिओ कार्यालय आउने फर्किने, सिडिओ कार्यालय आउने फर्किने, कहिले पनि नागरिकता नबन्ने। उहाँ 45 वर्षको भएर नागरिकता छैन। उहाँको 3टा बच्चा छ, 3टा बच्चाको उहाँको नागरिकता भएपछि 3टा बच्चाको पनि छैन। 22-23 वर्ष 25 वर्ष नागरिकता छैन। किन नागरिकता नभएको भन्दा उहाँको बाउको नागरिकता छ। सुन्नु है, बाउको नागरिकता छ। बाउको नागरिकताको पछाडि के लेखेको छ भन्दा वंशजलाई च्वाट्ट काटेर जन्म लेखेछ। सुन्नु है, मेरो बुवाको जस्तो के, मेरो बुवाको त काट्या थिएन होइन, मेरो बुवाको त वंशज नै लेखेको थिएन, तर उसको चाहिँ बाउको वंशज च्वाट्ट काटेर जन्म लेखेको छ। त्यही जन्म लेखिदिएको कारणले गर्दाखेरि नागरिकता उसको जिन्दगीभर नबनेको। 45 वर्षसम्म ढुङ्गा बोकेर। कुमाल समुदाय भनेको 2टा समुदाय के, तपाईँको यो कुमाल चेपाङ राउटे भनेको नेपाल बाहेक अन्त खोजेर नै भेट्दैन भने बुझ्नु भएन। यो नेपालकै रैथानेहरू हुन् भनेर यिनीहरूलाई अब युरोप अमेरिका गएको छन् भने त छुट्टै कुरा, आँखा चिम्लेर नागरिकता दिए नि हुन्छ क्या त यिनीहरूलाई। म त्यो भन्छु कि एकदम। अनि त्यस्तोहरूलाई एउटा कुमालको छोरा, म धेरैपल्ट सिडिओ कार्यालयमा यहाँ चितवनमा गएर झगडा गरेँ कि यार एउटा कुमालको छोरालाई नागरिकता तपाईँहरूले दिनुभएको छैन नि, तपाईँहरूलाई पाप लाग्छ। यसरी औँला उठाएर कुरा गरेँ क्या, तपाईँहरूलाई पाप लाग्छ। यो पाप तपाईँहरूले भोग्नुपर्छ है। किनभने अरूलाई शङ्का गर्नु तपाईँहरूले, अरूले चोरी गर्यो होला, अरूले चाहिँ फटाइ गर्यो होला, अर्को ठाउँको पनि नागरिकता ल्यायो होला। कुमालको चेपाङको राउटेको बच्चाहरूलाई नागरिकता दिनुहुन्न, तपाईँहरूले थारूको बच्चाहरूलाई नागरिकता दिनुहुन्न। यो पाप हो। यो आदिवासीहरूलाई बरु मलाई शङ्का गर्नु, म क्षेत्रीको बच्चा हो, तर यिनीहरूलाई नागरिकता नदिनु पाप भन्। अनि त्यसपछि मैले सिराइचुलीमा नारायण काजीलाई गृहमन्त्रीलाई भेटेको बेलामा हेर्नुहोस् तपाईँको कर्मचारीले, मैले यसरी नै कुरा गरेँ क्या दाइ, मलाई मतलब छैन कि मलाई मेयर भनेर प्रधानमन्त्रीलाई भनेर मलाई डर लाग्दैन दाइ। मैले जेन्युन कुरा गर्छु, सम्मान गर्ने ठाउँ सम्मान गर्छु, मान्य भन्नुपर्ने ठाउँ मान्य भन्छु, सम्मान्य भन्ने ठाउँ सम्मान्य भन्छु, तर प्रश्न गर्ने बेला मैले खर रूपमा गर्छु। मैले नागरिकताको फोटो देखाएर हेर्नुहोस् तपाईँको कर्मचारीले गृह मन्त्रालय भएको भनेपछि त नागरिकता दिने त कर्मचारी त गृह मन्त्रालय अन्तर्गतको हो नि त सिडिओ। तपाईँको कर्मचारीले पछाडि लेखेको वंशजलाई च्वाट्ट काटेर जन्म लेखिदिएको भएर एउटा मान्छेले 45 वर्षसम्म कुमालको छोराले नागरिकता पाएको छैन, उसले नागरिकता नपाउनुले उसको 3टा बच्चा नागरिकता पीडित भएको छ भनेपछि यो नागरिकता मलाई मेरो व्हाट्सएपमा फरवार्ड गरिदिनु भनेर भन्नुभयो उहाँले होइन। त्यसपछि केही समयपछि नागरिकता विधेयक प्रमाणीकरण भयो र 45 वर्ष गोपाल कुमारले सिडिओ कार्यालय चितवनबाट नागरिकता लिनुभयो। मलाई यति धेरै खुसी लाग्यो कि मैले उहाँलाई यतापट्टि त्यो सिडिओ कार्यालय यतापट्टि त्यहाँ एकदमै फेमस तन्दुरी रोटी पाउँथ्यो, रोटी तरकारी खुवाउन लगाएँ। त्यो दिन त्यो रोटी तरकारीको पैसा नि उहाँले तिर्न खोज्नु भएको थियो, तर हाम्रो नयाँ पत्रिकाको पत्रकार पनि हुनुहुन्थ्यो त्यहाँ विवेक पोखरेल पनि, उहाँले तिर्नुभयो। अनि मलाई उहाँले पैसा दिन खोज्नुभयो क्या उल्टो होइन, सर म हजुरको दुःख बुझ्छु भनेर दिन खोज्नुभयो। मैले लिन उल्टो तपाईँ आज गएर घर पार्टी गर्नुहोस्, तपाईँ खुसी मनाउनुहोस्, 3जना छोराछोरी एउटा श्रीमती बसेर पार्टी गर्नुहोस्, खसीको मासु 1 केजी खानुहोस् भनेर 1000 रुपियाँ हातमा राखेर पठाएँ कि दाइ मैले। मलाई त्यति खुसी लाग्यो उहाँको नागरिकता भन्दा। अनि अर्को अन्तिम एउटा उदाहरण भन्छु, लामो भइसक्यो धेरै भन्दिनँ अब। एउटा उदाहरण चाहिँ एउटा उदाहरण चाहिँ यहीँ भरतपुरकै हो, अरूको पनि ठाउँको छ। यो भरतपुरको केस चाहिँ मैले तपाईँलाई किन चिताउनुको भनिरहेको छु भन्दा म आफै फिजिकल्ली इन्भल्भ भएको भएर, अरू फोनमा बोलेर यताउता गरेको भन्दा फिजिकल्ली इन्भल्भ भएकोमा मैले धेरै मेरो चाहिँ कन्ट्रिब्युट बढी गरेको छु नि त। मैले फोनमा बोलेर फोनमा भनेर मैले मोरङदेखि तपाईँको सिन्धुपाल्चोक, गोर्खादेखि नवलपरासीदेखि तनहुँ धेरै ठाउँमा होइन धेरै जिल्लाको त मैले गरिरहेको छु। एउटा भाइ बिचरा 32 वर्ष 33 वर्ष भयो अहिले ऊ होइन, मलाई दाई भन्छ, त्यसैले मैले भाइ भन्ने हो। म बल्ल 25 26 27 वर्षतिर रनिङ छु, 26तिर। अब उसले मलाई दाई भनेपछि मैले भाइ भन्नै पर्यो क्या दाइ, तर उमेरले म भाइ हो क्या उसको, उसले मलाई दाई भन्छ, नागरिकताको सिनियोरिटी उसको। अनि उसले चाहिँ बिचरा सकेको गर्यो है बिचरा, यस्तै पातालो त्यो बिचरा आमा छोरा नै भाउ छैन, ठिकैकै त्यो टेन्सनले गर्दाखेरि ज्यानमा केही छैन, हाइटै छ मान्छे।
अनि एक दिन राति मलाई फोन गर्यो। त्यो भाइलाई मैले पहिला नै देखेको थिएँ कि सिडिओ कार्यालयमा, तर त्यो भाइसँग कन्ट्याक्ट थिएन मेरो। सबै पीडितले चाहिँ मसँग कन्ट्याक्ट गर्छन्, मेसेज गर्छन्। अब मैले नै पीडित खोज्दै जाने भन्ने त हुँदैन। मलाई अहिले पनि तपाईँलाई मैले स्क्रिन सेयर गरेर देखाइदिन्छु। अहिले पनि मलाई तपाईँको चाहिँ 200-300 जनाको मेसेज टिकटकमा, इन्स्टामा र मेसेन्जरमा छ। मैले मेरो यो 19 गते बोर्ड एक्जाम सकिन्छ त्यसपछि रेस्पोन्स गर्छु भनिरहेको छु, गर्न भ्याएको छैन। उसले मलाई रेस्पोन्स गर्ने। एक दिन मलाई उसले फोन गर्यो, दाइ मेरो त जे गर्दा नि भएन यार, तपाईँले सबैको बनाइदिनु भयो, मेरो पनि गरिदिनु पर्यो भनेर उसले मलाई फोन गर्यो। त्यसपछि मैले तिमी आजसम्म कहाँ थियो यार भाइ, मैले कहाँ के सल्भ गरेँ, तिमी कहाँ गयो यत्रो दिनमा थाहै भएन नि मलाई भनेको। उसले सबै गरेर भत्ता भुङ्ग लथालिङ्ग काम कुरो बिगारिसकेको रहेछ। गरेको के रहेछ भन्दा एकजना रासोपाको नेतालाई लिएर गएछ, राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेको पार्टीको नेतालाई सिडिओ कार्यालय लिएर गएछ, नागरिकता बनिदिनु पर्यो भनेर। अब उहाँहरूको फेरि मैले चाहिँ ब्लेम गर्न खोजेको होइन, अलिकति बढी अलि यो स्टन्ट गर्ने भन्छ नि, अलि कुरा नबुझिकन अलि धेरै बोल्ने बानी छ क्या रासोपाको। इभन गृहमन्त्रीज्यूकै पनि त्यो छ, मैले उहाँसँग नै यो नागरिकताको विषयमा धेरै कुराहरू गरिसके हो। उहाँ पनि 5 महिना 6 महिना गृहमन्त्री हुनुभयो, पीडितहरूको लागि खासै केही पनि गरिदिनु भएन। गर्ने ट्राई चाहिँ गर्नुभएको थियो, फुत्किहाल्नु भयो आफै नै। अनि उहाँले लगेर पहल गरिदिनु भयो, एउटा समथिङ के नाम गरेको नेता संयोजक हुनुहुन्थ्यो। अनि बन्दैन यसको अहिले हुँदैन भनेपछि त्यो भाइले के गर्दैछ सिडिओको अगाडि भन्दाखेरि मेटासिटको बोतल लिएर गएर मलाई नागरिकता नदिने भयो, म खाएर मर्दिन्छु भनेर भनेछ सिडिओको अगाडि। सिडिओले फेरि के भन्यो, त आजसम्म मरेनस् अब पनि मर्दैनस्, जहाँ जे गर्ने हो गर भनेर सिडिओले नि भन्दैछ। ऊ पनि के कम फेरि है, यो दुइटै चिज रङ थियो के। उसले सिडिओको अगाडि धम्की देखाउनु पनि रङ थियो। सिडिओले मान्छे मर जहाँ गएर मर भन्न पाउनु झनै मिल्दैन थियो जिम्मेवार पदमा गएर बसेको मान्छे, होइन? अनि म चाहिँ के भन्छु भन्दा यो अहिले हाम्रो यो पोडकास्टबाट यही भिडियोबाट नि के भन्छु भन्दा पीडित साथीहरू जतिले हेरिरहनु भएको छ, हेर्नुहुन्छ, हामी जबसम्म पीडित हुन्छौँ नि हामी सानो हौ, यो कुरा चाहिँ पीडितले बुझ्नुपर्छ। जहिले पनि हामी पीडित भइन्छ हामी सानो हौ यार, यो कुरा तपाईँले बुझ्नै पर्छ। तपाईँको रिस, तपाईँको मैले पनि हिजो देखाएँ होला, म पनि झर्किएँ होला, फ्रस्ट्रेट भएँ होला, त्यो छुट्टै पाटो छ। तर हामी जिउ गर्नै पर्छ, ए हजुर नमस्ते भन्नै पर्छ। हामी पीडित हौ, हाम्रो हातमा जबसम्म अधिकार छैन त्यति बेलासम्म हामी सानो बन्ने हो। अधिकार पाएको दिनभर के भन्ने हो भनेर हिँड्न मिल्यो, तर नपाएसम्म हामीले एउटा रेस्पेक्ट भन्ने कुरा गर्नै पर्छ। न्यू खोजेर हाम्रो काम हुँदैन। यो मेसेज चाहिँ पीडित साथीहरूलाई हो है। उसले कुरा बिगार्यो, हेर्नु सब कुरा बिगारिसकेपछि अब म उठायो। अनि अब यति बेलासम्म म पनि अब किन कुरा लुगाउनु परेर अब यता माओवादी निकट अथवा माओवादीको मान्छे भन्ने परिसकेको छ म पनि, होइन? अब किन भन्दा अरू गृहमन्त्री हुँदा भन्दा माओवादीको गृहमन्त्री हुँदा एक्सेस हुने, यतापट्टि भरतपुरको समस्या छ भने मेयर साहबसँग कुरा गरेर पनि लो न दिदी सहजीकरण गरिदिनु पर्यो भनेर पनि भन्ने बाटो पनि हुने, होइन? त्यो कारणले गर्दाखेरि अब सिडिओसँग जाँदाखेरि झन् कुरो बाजिने भयो। हेर्नु कहिले कुन पार्टीबाट आएछ, कहिले को मान्छे लिएर आएछ भन्ने हुने भयो। अब त्यही पनि अब यो भाइले साह्रै दुःख पायो, यसको चाहिँ म नागरिकता बनाइदिन्छु भनेर सिडिओलाई भेट्न जान खोज्छु, सिडिओ मसँग भेट्नै खोज्दैन। हेर्नु त्यो जुन मेटासिटको बोतलवाला केस भएको भूपेन्द्र थापा भन्ने सिडिओ थियो, भेट्नै खोज्दैन। अनि फोन गरेर प्रब्लम भने हुँदैन, त्यसको बन्दैन। त्यो के थियो प्रब्लम भन्दा उसको चाहिँ आमाको नागरिकता भएको, बाउको नागरिकता नभएको, तर बाउको नाम आमाको नागरिकतामा भएको केस थियो, होइन? अनि आमाको नागरिकता पनि जन्मको आधारमा थियो, जन्मको थियो कि समथिङ वंशजकै थियो कि वंशजकै थियो, जन्मकै थियो। त्यस्तो कसरी पोसिबल भयो त? यस्तो भयो, जन्मको आधारमा नागरिकता लिने बेला नागरिकता अधिकृतले श्रीमानको नाम के हो भनेर सोध्यो, फलाना भन्ने बित्तिकै नाम लेखिदियो कि केही इन्भेस्टिगेसन नगरी। उसको बाउ बेपत्ता भयो। उसको बाउ अब सायद मलाई लाग्छ त्यही जनयुद्धकै बेला, माओवादी जनयुद्धकै बेला बेपत्ता भएको हुनुपर्छ। यसरी घरबाट गएपछि गयो बेपत्ता भयो भन्ने उसको थियो कुरा। 32 वर्ष भइसक्यो, नागरिकता छैन। आमाको नागरिकता छ, माइतीपट्टिको हजुरआमाको हजुरबाको मामाहरूको नागरिकता छ। अब टोलभरिकै मान्छेले सिफारिस गर्छन्, वडाले सिफारिस गरिसकेको छ, सिडिओ कार्यालयले मात्र रोकिदिएको छ। त्योभन्दा अगाडि मैले फेरि ठ्याक्कै त्यस्तै चितवनकै केस सल्भ गरेको थिएँ, अर्को पूजन तिमल सिन्हा भन्नेको, होइन? अनि त्यही भएर त्यही आधार त्यही बेस बनाएर चितवनबाट यस्तो प्रब्लम पहिला पनि सल्भ भएको छ, ल यो गरिदिनु पर्यो सिडिओ साहब भनेर रिक्वेस्ट गर्न गएको, सिडिओ मसँग भेट्नै खोज्दैन। हेर्नु त्यसपछि अब यसले म शिबु छेत्री हो भनेर मात्र मान्ला जस्तो छैन भनेर मैले के गरेँ भन्दा महानगरपालिकामा गएँ। पहिला त पीडितलाई पठाएँ, पीडितको आमा छोरालाई महानगरपालिका म आफैले पठाएको, होइन? त्यहाँ जानुहोस्, तपाईँको जनप्रतिनिधि मेयर हो, त्यहाँ गएर आफ्नो पीडा भन्नुहोस्, मेरो सबै प्रमाणपत्र छ,
सबै हुँदा पनि नागरिकता मैले पाइनँ, यस्तो यस्तो भयो भनेर भन्नुहोस् भने। अनि अब नगरपालिकामा नागरिकताको समस्या आउने बित्तिकै उहाँहरूले नै मलाई नै सम्झिनुहुन्छ कि अनेस्ट भएर भन्नुपर्दा मेयर भयो नि, सांसद भयो नि, जसले पनि नागरिकताको समस्या भन्ने बित्तिकै केही न केही कुरा बढी शिवलाई थाहा छ, शिवले गर्छ भनेर मलाई धेरैले उच्च स्तरीय मान्छेहरूले नि मलाई फोन गरेको रेकर्ड मलाई थाहा छ कि मलाई त्यो याद छ। अनि त्यो फेरि मैसँग ठोकियो। त्यसपछि अब यो मान्छेले मलाई चाहिँ टेर्दै नटेर्ने हो, भेट्नै खोज्दैन, कुरै गर्न खोज्दैन, के गर्ने भनेपछि मैले के गरेँ भन्दा टेक्निक लगाएँ कि के टेक्निक लगाएँ भन्दाखेरि भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि सहसचिव हो होइन। सहसचिव भनेको सचिवभन्दा तल हो कि। चितवन जिल्लाको सिडिओ पनि सहसचिव हो। हेर्नु दुईटाको लेभल एउटै हो क्या, गृह मन्त्रालयको कर्मचारी। अनि भरतपुर महानगरपालिकाको सहसचिव त्यति बेला नरेन्द्र राणा भन्ने थिए कर्णालीको। अनि यो भूपेन्द्र थापा भन्ने चितवनको सिडिओ पनि यो के भन्छ अरे कर्णालीकै जुम्लाको थियो। अनि यसो कुरो बुझेको यो दुईटा साथी रहेछन् हेर्नु होइन, यो दुईटा एकअर्काको साथी रहेछन्। अनि मैले चाहिँ अब यो मेयर साहबलाई भन्नेतिर लाग्नुभन्दा पनि नरेन्द्र राणा प्रमुख प्रशासकीय अधिकृतज्यूलाई चाहिँ भन्छु भनेर मैले चाहिँ त्यो केटालाई, त्यो जो पीडित हो, मलाई दाई भन्ने चाहिँ अब मैले भाइ नै भन्नु पऱ्यो होइन, मेरो पनि दाई नै हो, उसलाई लिएर गएँ होइन। यस्तो यस्तो प्रब्लम हो सर, नमस्कार, हेर्नु न यो सबै चिज छ होइन, तर पनि नागरिकता दिनु भएन। उहाँले भनेको उहाँ त पहिला रुकुम रोल्पा जस्ता जिल्लाको सिडिओ भएर आउनु भएको रहेछ होइन। यस्तो त मैले दिइसकेँ, यो दिनुपर्छ किन नदिने भन्नुभयो। अलिकति होप पलाइहाल्यो। सर हाम्रो त उहाँले कुरै सुन्नुहुन्न सर, एकचोटि भनिदिनुहोस् न सर प्लिज सर, यो बिचरा यसको उद्धार हुन्छ सर भनेर एकदमै मैले चाहिँ एकदम रिक्वेस्ट गरेँ कि उसको तर्फबाट मैले गरेँ। अनि ल जाऊ म भनिदिन्छु जाऊ भन्नुभयो। अब त्यहाँबाट फेरि गयौँ होइन। त्यहाँबाट गएको उहाँ पुग्दाखेरि त ऊ काठमाडौँ गइसकेको, फेरि भेट भएन हेर्नु। त्यसपछि त्यस्तै भयो, दसैँ तिहार आयो, पोहोरको मात्र कुरा हो कि यो। अनि मैले एक दिन राति सपना देखेँ। मलाई फेरि सपनामा विश्वास लाग्दैन कि दाइ खासै, तर सपना के देखेँ भन्दाखेरि एउटा अग्लो बाँसको रुखलाई, एकदम अग्लो रुख के, एकदम अग्लो रुखलाई तलैबाट जराइबाट काटेर ढालेको सपना देखेँ कि मैले। अनि त्यो स्टुडियो हाम्रो स्टुडियो भूपेन्द्र स्टुडियो साहब पनि एकदम अग्लो के होइन, एकदम अग्लो। अनि अब मैले फेरि उहाँलाई त्यो सिम्बोलाइज गरेर काटेर ढालेँ भन्न खोजेको होइन है, अन्यथा त्यो नलागोस्। मैले देखेको सपना चाहिँ मैले भनेको। अनि त्यो काटेर ढालेको देखेर मलाई भोलिपल्ट के कन्फिडेन्स आयो भन्दा यो सिडिओ साहबसँग म कन्भिन्स गर्न सक्छु, म उहाँलाई बुझाएर यो भाइको नागरिकता बनाउन चाहिँ सक्छु है, म यो केसमा जित्न सक्छु भन्ने कन्फिडेन्स मलाई फेरि आयो होइन। त्यो रियल कुरा सेयर गर्दैछु कि मैले। अनि मैले त्यो भाइलाई नि भनेँ, त्यो भाइले विश्वास गरे मलाई थाहा छैन है। अनि हामी चाहिँ यो नागरिकता पीडितको लागि भनेर हाम्रो चाहिँ बिहान बेलुका प्रे गर्ने चलन हुन्छ हामी यो क्रिस्चियनिटीमा। अनि हामी श्रीमान श्रीमतीले त्यो प्रार्थना पनि गर्थ्यौँ स्पेसिफिक प्रब्लमहरूको लागि। अनि प्रार्थना नि गरिरहेका थियौँ त्यो भाइको लागि पनि। अनि उहाँ काठमाडौँबाट आउनुभयो। अब फेरि अब चाहिँ गएको सहायक स्टुडियोलाई भेटेको, यो हुँदैन भनेर सहायक स्टुडियोले फाइल त्यहीँ राखिदिनु भयो। फेरि भएन, फेरि गयौँ सहसचिव नरेन्द्र राणालाई भेट्न महानगरै गयौँ। उहाँले त भेट्नै दिनुहुन्न, कुरै सुन्न चाहनुहुन्न भनेपछि यार कति ल्याङल्याङ गरे त्यसले यार भनेर फोन गर्नुभयो। फोन उठेन, मेसेज गरिदिनु भयो, यो बनाइदियो त, यो के हो, यो कति ल्याङल्याङ गरेको, समथिङ यस्तै मेसेज गरे हो कि मलाई म गेस गर्न सक्छु होइन। अनि त्यसपछि गएँ म के अरे स्टुडियो कार्यालय गएँ त्यो भाइलाई लिएर, मेरै बाइकमा कि उसको घरबाट ल्याएर मेरै बाइकमा ओहोरदोहोर गरिरहेको छु मेरो काम छोडेर। अनि माथि गएँ स्टुडियोलाई भेट्न, यस्तो यस्तो भएर आएको भनेर भनेको। सिडिओको पिएले तल सहायक स्टुडियोलाई भेट्न भन्नु र सहायक स्टुडियोबाट भएन भने सहायक स्टुडियो सहित माथि ल्याउन भन्नुभयो। सहायक स्टुडियो तल चिरञ्जीव शर्मा हुनुहुन्थ्यो, उहाँले मलाई राम्रोसँग चिन्नु भएको पहिलेबाट। अनि उहाँसँग गएर माथि आउन खोजियो त्यो स्टुडियोलाई भेट्नको लागि। योभन्दा अगाडि पनि एकचोटि उहाँसँग भेट चाहिँ भएको थियो होइन। तपाईँलाई म यो कुरा अलिकति स्किप भयो, यो भनिहाल्छु। योभन्दा अगाडि उहाँसँग भेट हुँदाखेरि ल 5 मिनट कुरा भएको थियो। मैले चाहिँ स्टुडियोहरूसँग कुरा गर्ने बेला जहिले पनि एउटा मोबाइल चाहिँ रेकर्डिङ अन गरेर लिएर जान्छु कि। अब म अलिकति मिडिया फ्रेन्डली पनि भइसकेको छु होइन, अब यो प्रब्लम हुन्छ नि त पछि फेरि। अनि त्यति बेला अघिल्लो पटक त्यो भाइको लागि कुरा गर्न जानु पर्दाखेरि मैले त्यो भाइलाई लिएर गएको थिइनँ कि जस्तो लाग्छ। कुरा गरेँ मैले, योभन्दा अगाडि पनि प्रब्लम सल्भ भएको छ सर यस्तो चितवनबाट, त्यही भएर यो भाइको चाहिँ एउटाको गरिदिनु सर, बिचरा उसलाई गाह्रो भयो भन्ने टाइपले कुरा गरेको। योभन्दा अगाडि भएको छ भनेर हुन्छ? मिल्दैन, दिन मिल्दैन, सकिँदैन। योभन्दा अगाडि त सबैले दोहोरो नागरिकता दिएछ यहाँबाट, यस्तो हुन्छ हुँदैन, तपाईँको सबैलाई दोहोरो नागरिकता दिएछ भन्ने बित्तिकै मैले त्यो पोइन्ट क्याच गरिहालेँ कि ए अरे यार सबैले दोहोरो नागरिकता दिएछ भने त तपाईँ अहिले चाहिँ जिम्मेवार पदमा हुनुहुन्छ, सबैले दोहोरो नागरिकता योभन्दा अगाडि कर्मचारीले योभन्दा अगाडिको सिडिओले देखा भने त कारवाही गर्नुहोस् न यार। तपाईँ चाहिँ
जिम्मेवार पदमा हुनुहुन्छ त भनेर भनिसकेपछि तपाईँ कस्तो मान्छे हो मैले चिनिसकेँ, तपाईँ बाहिर जानु भनेर मलाई निकालियो। हेर्नुहोस् त्यो दिन। त्यसपछि म फेरि नरेन्द्र राणाकोमा गएँ। अहिलेको कुरा बल्ल कन्टिन्यू भयो, सहायक स्टुडियोसँग आएको कुरा। अनि सहायक स्टुडियोसँग आएपछि अब त उसले पनि भन्यो फेरि होइन। अनि सहायक स्टुडियोसँग माथि आएँ। अनि सहायक स्टुडियोले सबै कुरा ब्रिफिङ गर्यो, यो भाइको यस्तो यस्तो हो, यस्तो यस्तो हो, यस्तो यस्तो हो भनेर। अनि स्टुडियो साहब म 1 मिनट बोल्छु भनेर मैले बोलेँ, यस्तो यस्तो हो, अब 3 पुस्ता क्लियर छ उसको, स्टुडियोदेखि लिएर के अरे स्टुडियोले वडा अध्यक्षदेखि लिएर सबै चाहिँ सिफारिस गर्न तयार छन् भनेर भन्ने बित्तिकै यो चाहिँ को हो, यो बोल्ने को हो भन्न थाल्यो फेरि स्टुडियोले मलाई। त्यसपछि यो बेला चाहिँ मैले मेरो परिचय दिन परेन। किन परेन भन्दा सहायक स्टुडियोले नै, उहाँ आफै अभियन्ता हो, उहाँ आफै यो प्रब्लम भोग्नु भएको हो, धेरैको सल्भ गरिसक्नु भयो, राष्ट्रिय स्तरमा उहाँले यो धेरै गरिसक्नु भयो। त्यही भएर चाहिँ उहाँ भनिसकेपछि स्टुडियोले योपालि स्टुडियो बाध्य के कुरामा भयो भन्दा ल यसको यो उसको लागि वडा अध्यक्षको र 3 जना 65 वर्ष नागेको वंशजको नागरिकता भएको ज्येष्ठ नागरिकको गरेर 8 जनाको सिफारिस ल्याउनु वडाबाट। त्यसमा एउटा वडा सदस्य, एउटा वडा अध्यक्ष र एउटा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समथिङ के को सशरीर उपस्थित गरेर सिफारिस यहाँ आएर भनेको त्यो साइन गरेर मात्र भएन क्या, सशरीर यहाँ सिडिओ कार्यालयमै आएर सिडिओ साहबको अगाडि बसेर यो नेपाली हो भनेर सिफारिस गरिदिनु पर्यो। 3 जना यहाँ बोलाएर 8 जनाको उस गरेर त्यो 8 जना मध्ये यो अभियन्तालाई नै हाल्नुहोस् भनेर मलाई नै देखायो। जबकि म 9 नम्बरको मान्छे, 9 नम्बर वडाको, ऊ 4 नम्बरको मान्छे, मलाई त्यसरी हाल्न मिल्थेन कि। भोलि फस्यो भने यो पनि फसोस् भनेर के उहाँले चाहिँ त्यो अलिकति मलाई तर्साउन खोजेको कि। होइन ठिकै छ, अब उसको वडाका जम्मैले चाहिँ सिफारिस गर्न तयार छ, ऊ एउटा नेपाली मान्छे हो, छेत्रीको छोरा हो होइन, अब चाहिँ उसले चाहिँ नागरिकताको लागि म बस्नुपर्छ भने म रेडी छु भनेर म पनि बस्दिने भएँ। र फटाफट त्यही दिन 3 जना वडाबाट आइदिए होइन, उस भयो। त्यसरी तपाईँको यति ठुलो लफडा गरेर 32 वर्षको उमेरमा त्यो भाइको नागरिकता पनि बन्यो। त्यही त तिम्रो कुरा सुन्दा फेरि होइन मलाई के लाग्छ भने यो टपिकको वेट हुन्छ नि, गम्भीरता हुन्छ नि, इजिली नागरिकता पाएको मान्छेहरूले बुझ्नै सक्दैनन् क्या। कुरा सुन्दा फेरि होइन इट साउन्ड्स इन्क्रेडिबल होइन, तर एकजना मान्छे नागरिकता बिना जुन चाहिँ जति हन्टर खाएर जान्छ नि आफ्नो जीवनमा नागरिकता नलेजसम्म, त्यो मैले बुझ्नै सक्दिनँ क्या। मैले मेरो नेपाली नागरिकता भनेको आई गट इट फर ग्रान्टेड क्या। मलाई त्यो केही पनि यताउता भएन। म 16 वर्षको थिएँ, भर्खरै एसएलसी पास भएको थियो, बुवाले जा नागरिकता बनाएर लिएर आइज भनेर भन्नुभएको थियो। म जिल्ला कार्यालय अगाडिको घर थियो मेरो, म सट्ट लाएर गएँ, निवेदन दिएँ, सट्ट लिएर आएँ, एकैछिनमा सबै थोक भयो क्या। त्यो कारणले मैले यो जति दुःख पाइन्छ नि त्यो खासै कम्प्रिहेन्ड नै गर्न सक्दिनँ क्या। तर तिम्रो स्टोरी सुन्दा फेरि होइन इट इज इन्क्रेडिबल क्या। मान्छेहरू कतिजना छन् नागरिकता नपाएर बसेको, एकदमै तिम्रो जन्म कहाँ भएको भनेर शनाखत गर्न मिल्ने, एउटा हस्पिटलमा रेकर्ड पाउन मिल्ने, अनि स्कुलिङ कहाँ भएको भनेर स्कुलिङको पनि रेकर्ड भएको, तर बुवाको या आमाको नागरिकतामा केही समस्या भएको कारणले गर्दाखेरि नेपालमै बसेर नेपालमा हुर्केर नेपालमा 16 वर्ष 18 वर्ष कम्प्लिटली पार गर्दाखेरि पनि नागरिकता नपाउने भनेको स्टुपिड, एकदमै नचाहिने कुरा हो क्या। एकदमै यो ब्युरोक्रेसी फेल भएको हो क्या यो भनेको। के भन्नु? त्यही त अहिले पनि अब यो समस्या अहिले पनि तपाईँको यो समय बढ्दै जाँदाखेरि जति राज्यले समाधान गर्न यसको सोलुसन निकाल्न ढिलो गर्छ त्यति यो समस्या मल्टिपल भएर बढिरहेको छ। अहिले भएको त्यही नै हो। अस्तिको जुन विधेयक आयो त्यो विधेयकले केही हदसम्म 30-40% 50% समस्या समाधान गरेको थियो होइन। अब फेरि त्यो जतिको एमाउन्ट अहिले थपिसक्यो, किनभने यो समयको ग्यापले गर्दा त्यो थपिसक्यो। किनकि 13 वर्ष 14 वर्षको पीडित त अहिले 16 वर्ष भयो, 13 वर्ष 14 वर्ष भएको नाबालिग त अहिले बालिग भयो, उसँग प्रमाणपत्र छैन अथवा केही ल्याक छ अथवा भएर पनि कानुन छैन भने त उसले त पाएन। मलाई एउटा म यस्तो प्रब्लम भन्छु, अहिले छोटोमा भन्छु, जसको लागि म अझै पनि लडिरहेको छु। काभ्रेको एकजना अविन्ता राउत भन्ने एकजना बहिनी छिन्, उनको खोल्टीमा झोलामा सबै डकुमेन्ट छ, बाउको नागरिकता छ, आमाको नागरिकता छ, बसाइ सराइ छ, जन्म दर्ता छ, एभ्रिथिङ जे चाहिन्छ उसको के अरे नागरिकता बनाउन सबै चिज छ उसँग।
तर उसँग नागरिकता छैन। उसँग नागरिकता नहुनुको एउटै कारण के हो भन्दा उसको बाउले मेरो छोरी होइन भन्छ, तर समाजले उसको छोरी हो भन्छ, देख्नेहरूले सबैले उसको छोरी हो भन्छ। बाउ र छोरीको अनुहार A to Z डिट्टो छ। बाउ काङ्ग्रेसको ठुलो नेता हो, महासमिति सदस्य हो। मैले यो कुरा काङ्ग्रेसको नेताहरूलाई भेटेर नि भने, काङ्ग्रेसको नेताहरूले श्री प्रसाद राउत, मैले नाम पनि भने, उसको छोरी भन्ने बित्तिकै चिनिहाले, नेताले उसको बाउ पनि चिने, ए सेम छ नि अनुहार, त्यो मान्छे त फटा रहेछ पनि भने, होइन, सब चिज भने। उनीहरूले केही हदसम्म पहल गर्न पनि खोजे, काभ्रे जिल्ला प्रशासन कार्यालय नि पठाए, म आफै पनि गएँ, तर पनि आजसम्म पनि उसले नागरिकता पाएको छैन। मैले यही केस रवि लामिछाने गृहमन्त्री हुँदाखेरि यति धेरै पटक भनेको, यो केस बालकृष्ण खाँड गृहमन्त्री हुँदादेखि मसँग ठोकिएको हो। बिचमा त्यो केटी मसँग कन्ट्याक्टमै आएन, बिचमा कन्ट्याक्टलेस भयो। नारायण काजी गृहमन्त्री हुँदाखेरि मसँग कन्ट्याक्टमा आएको भए दाइ मैले छातीमा हात राखेर भन्छु, ज्यान जाला मैले त्यो केटीको नागरिकता बनाइदिन्थेँ, मैले पहल गरेर बनाइदिएँ। तर नारायण काजी गृहमन्त्री हुँदा त्यो केटी मसँग कन्ट्याक्टमै आएन। त्यो पीडित भनौँ, त्यो केटी भनेर विभेद गर्न खोजेको होइन। अनि पछि फेरि रवि लामिछाने गृहमन्त्री हुँदाखेरि मसँग कन्ट्याक्टमा आइन्। रवि लामिछाने हुँदाखेरि आउनुको एउटा कारण के थियो भन्दा रवि लामिछानेले नै आफू सिधा कुरा जनतासँग कार्यक्रम चलाउने बेला उसको इन्टरभ्यू लिएको छ। उसको बाउसँग भेटेको छ के रवि लामिछानेले। रवि लामिछानेलाई उसको बाउले 50 लाखको अफर गरेको छ के, मसँग त्यो अडियो छ दाइ, होइन। रवि लामिछाने गृहमन्त्री टेलिभिजनमा हुँदाखेरि उसको बाउलाई भेटेर उनीहरूले रिपोर्टिङ, अहिलेको युवराज कँडेल जो छ सिधा कुराको चाहिँ रिपोर्टर, उनीहरूले बाउ उसैको छोरी भनेर समाजमा गएर सबै रिपोर्टिङ गरेकोदेखि लिएर उसको बाउसँग इन्टरभ्यू लिएको सबै भिडियोहरू अहिले पनि ग्यालेक्सी 4K को युट्युब च्यानलमा छ हेर्नु, होइन। अनि सबै पीडा बुझेको मान्छे, मलाई कहिलेकाहीँ के लाग्छ भन्दा अब यो राज्यले प्रतिशोध त साधेको हो रवि लामिछाने प्रति, होइन, अहिले जुन हिसाबले उसलाई जेलमा राखेको छ। तर एउटा कुरा के हो भन्दा, एउटा कुरा चाहिँ मेरो आत्माले के भन्छ भित्रबाट भन्दा, अविन्ता राउतहरूको आँसुको कारणले नि आज रवि लामिछाने जेलमा छन् के दाइ, बुझ्नुभयो नि। किन भन्दा 3 वर्ष अगाडि आफू सञ्चारकर्मी हुँदाखेरि धुरु अविन्ता राउत आमा छोरी उनको टेलिभिजनमा गएर रोको र तिमीले किन नागरिकता नपाउने, किन नागरिकता नदिएको अविन्ता राउतलाई भनेर तत्कालीन गृह मन्त्रालयलाई, तत्कालीन सिडिओलाई प्रश्न सोधेको रवि लामिछाने आफै 5 महिना गृह मन्त्रालयको नेतृत्वमा हुँदाखेरि अविन्ता राउतलाई नागरिकता दिन सकेनन् कि, बुझ्नु भएन। यो जति ठुलो पाप के हुन सक्छ। एउटा गृहमन्त्रीले चाह्यो भने एक दिनमा नागरिकता बन्छ, एक दिनमा बन्छ, विदिन अ डे कसरी बन्छ त्यो आइडिया पनि मैले दिएको। भिरकुटी मण्डपमा गृहमन्त्री रवि लामिछाने, तत्कालीन गृह सचिव एकनारायण अर्याल लगायतलाई अविन्ता राउतको आँसु कसैले देखेको छ भने रवि लामिछानेज्यू तपाईँले देख्नु भएको छ। तपाईँले पनि अविन्ता राउतको प्रब्लम सल्भ गर्नु भएन भने कसैले नगर्न सक्छ, किनभने उसको बा काङ्ग्रेसको नेता हो भनेर मैले यसरी भनेको थिएँ। रवि लामिछाने गृहमन्त्री भएको डे 1 देखि रिजाइन गर्ने डेसम्म, सुन्नु है दाइ, रवि लामिछाने गृहमन्त्री भएको डे 1 देखि रिजाइन गर्ने दिनसम्म अविन्ता राउतलाई नागरिकता दिनु, आजै दिनु, भोलि नै दिनु, पर्सि नै दिनु, छिटो दिनु। यो देशमा सरकार कहिले ढल्छ त। गृह मन्त्रालयमा बसेर गृहमन्त्रीको स्वकीय सचिव विकास कोइराला, नाम पनि भनिदिन्छु म, विकास कोइरालालाई मैले तपाईँहरू गृह मन्त्रालयमा बसिँदाखेरि नै काम गर्नु, सरकार कहिले ढल्छ थाहा छैन, यहाँ प्रधानमन्त्रीकै भरोसा छैन यो देशमा, गृहमन्त्रीको छुट्टै कुरा हो। त्यो अविन्ता राउतलाई चाहिँ एउटालाई नागरिकता दिनु, नत्र तपाईँहरूलाई पाप लाग्छ भनेर मैले यसरी नै भनेको। भन्दै मलाई टेरेन यिनीहरूले नागरिकता कसरी दिने भन्ने कुरा नि मैले भनेको। उनको मुद्दा सर्वोच्चमा विचाराधीन छ। रवि लामिछानेहरूले नै वकिल खोजिदिए, टेलिभिजनमा इन्टरभ्यू लिए, अनि ल अदालतमा मुद्दा हाल भनेर लगाइदिए, अदालतमा मुद्दा हाल्यो, पेशी तन्कै छ, 5-6 वर्ष भइसक्यो, पालै आएको छैन, उसको बाउको अदालतसम्म पहुँच हेर्नु। अनि मैले के भनेको भन्दा सर्वोच्चमा विचाराधीन भयो भने नागरिकता दिन मिल्छ, त्यो तरिका मलाई थाहा छ भनेर मैले पब्लिकली भनिदिएको छु के, रेकर्ड नै छ त्यो प्रोग्राम। कसरी मिल्छ भन्दा योभन्दा अगाडि पनि दिएको रेकर्ड छ, कुन सिडिओले दियो, कसरी दियो, मैले त्यो उदाहरणसहित भनिदिएको छु, होइन। यसरी दिनु, टिप्पणी उठाएर गृह मन्त्रालयबाट गृह सचिवले अथवा गृहमन्त्रीज्यूले नै निर्देशन गरेर मन्त्री स्तरीय निर्णय अथवा गृह सचिव स्तरीय निर्णय, मैले जसरी नागरिकता पाएँ नि, मेरो परिपत्र जसरी जारी भएको थियो नि, यसरी दिनु भनेर भन्दै पनि अविन्ता राउत 5 महिनासम्म, आज दिन्छौ फेरि नदिने भने नि होइन, आज पक्का हुन्छ अविन्ता काम भनेको छ, भोलि पक्का हुन्छ भनेको छ गृहमन्त्रीकै सचिवालयले, रवि लामिछानेकै सचिवालय, भन्दै मैले अन्तिम समयमा पनि म यो कांग्रेस एमालेको सरकारको गठबन्धन बन्दाखेरि पोहोर असारको 17 गते एग्रिमेन्ट भएको हो, म असारको 15 गते
दिल्लीमा थिएँ, न्यू दिल्लीमा। वहाँबाट आउँदा आउँदै मसँग नेपाली सिम थिएन, तैपनि के अरे सिटको साइडमा बस्ने बसमा गएको थिएँ म। सिटको साइडमा बस्नेलाई हटस्पट अन गर्न भनेर मेसेन्जरबाट गृहमन्त्रीको स्वकीय सचिवलाई तपाईँहरूको अझै केही भएको छैन, जाँदा जाँदै अविन्तालाई चाहिँ नागरिकता दिएर जानु है भनेर मेसेज गर्दा गर्दै भन्दै ल हेर्नु त आजसम्म पनि उसले नागरिकता पाएको छैन कि। म अझै लडिरहेको छु। बाउ र आमा दुवैको नागरिकता छ। बाबा बाउले छोरी होइन भन्छ भने गृह मन्त्रालयले भर्खरै महाराजगञ्जलाई टिचिङ हस्पिटललाई एउटा लेटर लेखेर डिएनए टेस्ट गर भन्न सक्दैन र? सक्छ नि त यार। गृहमन्त्रीसँग त्यो पावर छ, अनि सिआइबी छ, प्रहरी प्रशासन छ, जे पनि छ नि त राज्य संयन्त्रसँग त, तर गर्दैनन् कि यिनीहरूले, गरेनन् कि। अरूले गरेनन् ठिक थियो, अरूसँग आश थिएन ठिक थियो, तर रवि दाई आफैले 1 घण्टाको इन्टरभ्यू लिएर धुरु आँसु, अविन्ता राउतको आँसु हेरेको मान्छेले पनि त्यो गर्नु भएन। यतिसम्म भन्नुभयो रवि दाईले, मैले भिरगुटी मण्डपमा भन्नुभएको, रवि दाईले भन्नुभएको, मैले अविन्ता राउतहरूको आँसु पुस्न सकिनँ भने अविन्ता राउतहरूको आँसुले बगाएर मलाई कहाँ पुर्याउँछ मलाई थाहा थिएन भन्नुभएको थियो। आज जेलमा हुनुहुन्छ। यो संयोग मात्र नहोस्, म यति चाहिँ भन्छु। यस्ता पीडितहरू अझै थुप्रै छन्। 52 वर्षका होइन, आमाको नामबाट मात्र नागरिकता लिनुपर्ने, बाउ आमा दुवै नभएकाहरू, बा आमा दुवैको नागरिकता नभएको, दाई र दिदीले हिजो जन्मको आधारमा नागरिकता लिएर भाइहरूले नलिएकोहरू होइन, बाउको मात्र नागरिकता भएर जन्मको आधारमा आमाको नागरिकता नभएकोहरू होइन, धेरै छ दाइ यस्ता पीडाहरू। उनीहरूको लागि अब लड्दैछु, कहाँसम्म सकिन्छ केसम्म सकिन्छ, तर लडाइँ चाहिँ नजितेसम्म लडिरहन्छ। यो जुन चाहिँ तिमीले स्ट्रगल गरिरहेको छौ अरूको लागि पनि होइन, जुन चाहिँ फाइट छ तिम्रो, तिमीले आफै इन्डिभिजुअली गरिरहेको छौ होइन, तिमीले एनजिओ यताउता केही पनि रजिस्टर गरेको छैनौ? जस्ट केही रजिस्टर गरेको छैन। इभन ग्रुप फर सिटिजनसिप नेपाल पनि रजिस्टर छैन। त्यो सामाजिक सञ्जालको ग्रुप हो अनेस्ट भएर भन्नुपर्दा। तर अहिले हामीले विभिन्न नेताहरूलाई, प्रधानमन्त्रीलाई, गृहमन्त्रीलाई त्यो विज्ञप्ति बुझाउनु पर्ने भएर अलिकति आधिकारिकता होस् भनेर नाम छापहरू चाहिँ हामीले बनाएका छौँ। किनभने सधैँ अनाधिकृत के आधिकारिक नभएर हुँदैन होइन, किनभने प्रधानमन्त्रीलाई विज्ञप्ति दिने कुरा, गृहमन्त्रीलाई दिने कुरा सामान्य कुरा पक्कै पनि होइन। त्यो कारणले गर्दाखेरि तर अहिलेसम्म हामी त्यस्तो दर्ता गर्ने भनेर त्यस्तो पनि गरेका छैनौँ, एउटा कुरा। अर्को कुरा, बेला बखतमा के चाहिँ गरेका छौँ भन्दा, जस्तो माइती घर पण्डालामा आन्दोलन हुने भयो भनेदेखि आन्दोलनमा जानेहरूलाई त सस्टेन त गर्नु पर्यो। त्यही भएर आन्दोलनमा नजाने बाहिरका पीडितहरू जति पनि छन् होइन, अब तपाईँको चाहिँ नेपालगञ्जको अथवा विराटनगरको अथवा अन्तको अलिकति इकोनोमिक सोर्स भएकोहरू छन् भने तपाईँहरू आन्दोलनमा आउन सक्नुहुन्न भने आन्दोलनमा आउनेहरूलाई यसो खाजा पानीको व्यवस्था गर्नको लागि 2-4 पैसा चाहिँ सेन्ड गर्न सक्नुहुन्छ भने पठाइदिनुहोस् भनेर त्यसरी पैसा उठाएर चाहिँ 1-2 पटक आन्दोलन चाहिँ फेरि गरिएको छ। त्यो मेरो लागि होइन कि आन्दोलनको लागि अथवा त्यो प्रोटेस्टको लागि त्यसरी चाहिँ काम चाहिँ गरिएको छ। र अर्को कुरा पनि अनेस्ट भएर के भन्छु भन्दा, मलाई लुकाउनु छैन, अब सधैँ म पनि अब मैले भनिहालेँ अघि पनि, म आफै पनि यो पोभर्टीलाई ओभरकम गर्नको लागि अगाडि बढिरहेको मान्छे। सधैँ मैले मेरो पैसा मात्र खर्च गर्न सक्ने भन्ने हुन्न। कहिलेकाहीँ अब घन्टौँसम्म मन्त्रीहरूसँग कयौँलाई सांसदहरूलाई फोन गरेर दबाब दिनुपर्ने हुन्छ। हाम्रो ग्रुप फर सिटिजनसिप नेपाल भन्ने छ, त्यहाँनिर नागरिकता पीडित साथीहरूले पनि आमाको नाममा अथवा दाइको नाममा अथवा अरूको नाममा रेजिस्टर गरेर बिजनेस गरेर राम्रै कमाउने साथीहरू पनि हुनुहुन्छ। उहाँहरूलाई कहिलेकाहीँ मेरो नम्बर पठाइदिएर लौ न, मलाई 50 रुपियाँ 100 रुपियाँ ब्यालेन्स हालिदिनु भनेर यसरी चाहिँ मैले भनेको छु है। फेरि यसरी चाहिँ भनेर मेरो मोबाइलमा रिचार्ज हालिदिएर उहाँहरूकै लागि फोन गर्ने चाहिँ भएको छ। तर त्यो व्यक्तिगत रूपमा अरू जस्तो काठमाडौँ जानुपर्छ यताउता होइन, त्यो चिजहरू चाहिँ धेरैपल्ट म आफैले नै खर्च गरेको छु। कतिपल्ट उहाँहरूलाई भन्यो भने ग्रुपमा भएको अलिकति कमाउने साथीहरूले चाहिँ हेल्प चाहिँ गर्नुहुन्छ है फेरि, तर बाहिरबाट उठाउने भन्ने त्यस्तो छैन अहिलेसम्म। ठिक छ। अनि अब अलिकति अर्को डिरेक्सनमा जाउँ। टपिक चाहिँ तिम्रो सोसल मिडिया प्रेजेन्स, यसको बारेमा कुरा गरौँ। तिमीले जुन तरिकाले सोसल मिडिया आफ्नो ग्रोथ गर्यौ होइन, मैले एकदमै क्लोजली हेरिरहेको थिएँ, तिमीलाई राम्ररी थाहा होला होइन, तिमीले एकदमै स्टार्टिङदेखि अहिलेसम्म जुन तरिकाले गयो त्यो चाहिँ इट्स इन्क्रेडिबल होइन। सोसल मिडियामा सुरु चाहिँ किन गर्यो तिमीले, यसको बारेमा अलिकति? यस्तो हो, यो चाहिँ कस्तो हो भन्दा, अहिले चाहिँ मलाई मेरो विगत हेर्दाखेरि मलाई अहिले चाहिँ एकदमै खुसी लाग्छ। किन खुसी लाग्छ भन्ने कुरा एकछिन म भन्छु। सोसियल मिडिया इन्गेजिङ हुनु र सोसियल मिडियामा म यसरी अगाडि आउनुको एउटा कारण के हो भन्दाखेरि, पहिलो कुरा त स्पिकिङ स्किल नै हो मेरो होइन। म बोल्नमा अलिकति फरवार्ड नै थिएँ पहिलेबाट। मैले चाहिँ म स्कुल पढ्दाखेरि कतिवटा वक्तृत्व गराएर वाद विवाद जितेँ भन्ने कुरा म अहिले पनि गर्न सक्दिनँ। त्यति धेरै
मैले 7 कक्षामा जितेको पुरस्कारले 10 कक्षासम्म लेखिरहेको थिएँ कि कपी। अरू त पुरस्कार दिने चलनै थिएन हाम्रो पालामा, कपी मात्र दिन्थ्यो। त्यो कपी घरमा काँध बनाएर आएँ होइन। मलाई याद छ कि 6मा 7मा जितेको कपी मैले 10मा लेखिरहेको थिएँ कि, भनेपछि कति कपी रहेछ त मसँग। अनि त्यो बोल्ने स्किल थियो, तर प्लेटफर्म थिएन नि त मसँग इन्टरनेट थिएन त्यति बेला होइन। त्यतिखेर नेपालमा छ्यापछ्याप्दै इन्टरनेट नै थिएन, मसँग मात्र होइन अरूसँग नि थिएन, कयौँसँग मोबाइल थिएन। जब मोबाइल भयो, इन्टरनेट भयो, एसएलसी दिएपछि त्यही गाउँकै एकजना क्षितिज भट्टराई भन्ने दाइ अहिले क्यानाडामा हुनुहुन्छ, उहाँले चाहिँ मेरो फेसबुक खोलिदिनु भएको, यही यो मैले चलाइरहेको फेसबुक आइडी उहाँले खोलिदिनु भयो। त्यसपछि चाहिँ यो आफ्नो समस्या सिटिजनसिपकै बारेमा लेखेँ अनि बोलेँ, एउटा भिडियो बनाएँ। सुरुमा मेरो नागरिकता समस्या यो हो भनेर मैले फेसबुकमा र युट्युबमा हालेँ। त्यसपछि नै त्योमा चाहिँ मेरो पनि यो समस्या छ, यस्तो छ, बिचरा यसको समस्या, यो समाधान हुनुपर्छ भनेर धेरै कमेन्टहरू अथवा त्यो त्यस्तो टाइपको भएकोहरूको अलि इन्गेजमेन्ट बढ्यो। अनि त्यसपछि चाहिँ अब के भयो कसो भयो भन्ने कुरामा म अब अरू बोल्न खासै त्यस्तो धेरै नसक्ने, अगाडि नसर्ने, मै सरेर नि भएर अनि यही नागरिकताकै इस्युको लागि बोल्नुपर्छ, गर्नुपर्छ, आफ्नो पनि समस्या छ समाधान गर्नुपर्छ, अरू पनि गरिदिनुपर्छ भनेर नागरिकताकै इस्युमा बोल्ने, सम्बन्धित निकायहरूमा अब प्रश्न गर्ने, अलिकति चाहिँ पुसअप गर्न खोज्ने गर्दा गर्दै चाहिँ युट्युबमा पनि पीडित साथीहरू नै पहिला धेरै जोडिनु भएको हो। अनेस्ट कुरा यही नै हो। मेरो युट्युबमा अझै पनि हजारौँ पीडित साथीहरू हुनुहुन्छ। अनि फेसबुकमा र अर्को एउटा नेपाली इङ्ग्लिसमा शिबु छेत्री भन्ने क्यापिटल लेटरको पेज थियो। त्यो पेज चाहिँ म फिसिङमा परेर त्यो पेज नै गयो। त्यो पेजमा पनि लौ 10,000 भन्दा बढी पीडित साथीहरू नै हुनुहुन्थ्यो। अहिले चाहिँ मेरो नयाँ छ पेज, त्यो पेजमा पनि हुनुहुन्छ। यसरी पीडित साथीहरू पनि एउटा राम्रै जमात चाहिँ मेरो मिडियामा छ। उहाँहरूकै कारणले गर्दाखेरि म अगाडि बढेको सामाजिक सञ्जालमा, त्यो भन्नलाई मलाई कहीँ कतै पनि हिचकिचाहट छैन। एउटा कुरा। अर्को कुरा, यो नागरिकताको इस्युले चाहिँ मलाई अर्को केसँग पनि जोड्यो भनेर म भन्न सक्छु भन्दा, यो पोलिटिक्ससँग यसरी डाइरेक्ट जोडेर यो पोलिटिकल अफेयर्सहरूसँग यसरी कुरा गर्न सक्ने अथवा यति धेरै यो चिजमा क्युरियोसिटी बढाउने कुरा, क्युरियस बनाउने कुरा नि कहीँ न कहीँ यी सिटिजनसिपकै कारणले गर्दा गरेको हो जस्तो लाग्छ क्या मलाई। किनभने यो राजनीतिसँग जोडिएको विषय छ नि त। यो राजनीतिसँग जोडिएको विषयले गर्दाखेरि अब म पनि मेरो पनि एउटा चाहिँ पोलिटिकल थट होला, केही मैले पनि केही सोचेको होला, अथवा मेरो पनि कहीँ कतै बायसनेस होला, कहीँ झुकाव होला। त्यो कारणले गर्दाखेरि अलिकति पोलिटिकल एक्टिभिटी पनि मेरो पछिल्लो समय 2-3 वर्ष 4 वर्ष अगाडि बढेकै हो होइन। अब स्टुडेन्ट युनियनहरूमा पनि मैले काम गरेँ, विद्यार्थी हकहितको लागि मैले मेरो उसमा पनि मैले राम्रै इन्भल्भमेन्ट। अनि पछि पोखरा युनिभर्सिटीको प्राइभेट कलेजमा पढ्दाखेरि नि विद्यार्थीको लागि धेरै बोलेँ। युनिभर्सिटीमा कलेजमा भएका तपाईँको चाहिँ अलिकति यो विद्यार्थीको हकहित विरुद्धको कुराहरूमा बोलेँ होइन। अनि त्यो कुराले गर्दाखेरि स्टुडेन्टहरूको पनि इन्गेजमेन्ट बढ्यो। अनि त्यसरी चाहिँ सोसियल मिडिया बोल्ने भएको कारणले गर्दाखेरि बढ्यो। अनि अर्को कुरा चाहिँ 2072 सालमा भूकम्प आउँदाखेरि म चाहिँ जहिले पनि समाजमा केही न केही सकेको कन्ट्रिब्युट गरौँ है, अलिकति जनचेतना फैलाउँ है भन्ने त्यो भावना भइरहेको मान्छे कि। अनि त्यतिखेर भूकम्प गयो, भूकम्प गएपछि सबैको सडकको बाँस थियो। अब हाम्रो गाउँमा मैले चाहिँ त्यो एपोलो पेन्ट्स थियो हाम्रो घर छेउनेरै रङ फ्याक्ट्री, त्यो रङ फ्याक्ट्रीको वाइफाई फ्री थियो अथवा पासवर्ड हुँदा पनि मैले पाइहाल्थेँ, त्यो चलाइरहेको थिएँ, मेरो घरसम्म टिप थियो। तर भूकम्प गएपछि नेट पनि सबै लौलो बन्द भयो। त्यसपछि हाम्रो घर नजिकै एकजना आशिष अरियाल भन्ने दाइ हुनुहुन्थ्यो, जो तपाईँ नै हुनुहुन्छ होइन। अनि उहाँले चाहिँ मलाई उहाँको नेट चाहिँ त्यो सायद राउटर विदेशी हुनुपर्छ तपाईँको, त्यति बेला त्यो तपाईँको चाहिँ वाइफाई चलिरहेको थियो। मैले पासवर्ड मागेर त्यति बेला चाहिँ अर्थक्वेक इन नेपाल 2016 भन्ने एउटा ग्रुप बनाएर त्यति बेला पुरो के कहाँ के भइरहेछ, पुरो डाउनलोड गरेँ हालेँ अपडेट दिएको यतिजनालाई यस्तो भयो भनेर त्यो खाले इन्गेजमेन्ट सोसियल मिडियामा मेरो पहिल्यैबाट हो क्या। त्यो अलिकति टाइम अलि सोसियल मिडियामा अलि बढी नै स्पेन्ड गर्ने, अलिकति एक्टिभनेस मिडियामा मेरो सोसियल मिडियामा पहिले नै हो। र अहिले चाहिँ मलाई खुसी के कुरामा लाग्छ भन्दा नि दाइ, मैले यो कुरा तपाईँलाई भनेको छैन, म तपाईँलाई भन्छु। मैले मेरो लाइफको एकदमै क्रिएटिभ टाइम चाहिँ दिनको 1 घन्टा 2 घन्टा 3 घन्टा उस्तै परे 4 घन्टा इक्जामको बेला पनि अघिल्लो दिनभन्दा अरू दिन चाहिँ मैले सामाजिक सञ्जालमा बिताएको छु। इभन त्यो च्याट गरेर मात्र गर्लफ्रेन्ड बोयफ्रेन्डसँग च्याट गरेर बिताएको चाहिँ होइन, मैले चाहिँ स्टडी गरेर सोसियल मिडियाबाटै समाचारहरू पढेर होइन। अब चाहिँ अब त्यसरी नै बिताएँ, मैले चाहिँ आफ्नै तरिकाले बिताएँ। टाइम लस मात्र गरिनँ कि केही कुरा सिकेँ पनि, त्यो उस पनि गरेँ। त्यो कुरा लगभग 10 वर्ष जति गरिसकेपछि अहिले मलाई खुसी के कुरामा लागिरहेछ भन्दाखेरि, मलाई चाहिँ अब सोसियल मिडियामा अब युट्युब मोनेटाइज छ मेरो होइन, अब टिकटक पनि लगभग मोनेटाइज नै छ भनौँ एउटा आइडी। अब फेसबुक पनि मलाई फेसबुकले मोनेटाइजेसन दिएको छ। त्यति बेला गरेको मेरो दुःख चाहिँ अहिले
अहिले फेसबुक पनि मोनेटाइज हुँदाखेरि चाहिँ मलाई एकदम खुसी लाग्छ कि मैले त्यति बेला गरेको लगानी रहेछ त्यो मेरो अहिले मैले पाइरहेको छु जस्तो लाग्छ। फेसबुक अझै अचम्मको कुरा के छ भन्दा फेसबुक चाहिँ नेपालमा मोनेटाइजेसन छैन, फेसबुक र टिकटक नेपालमा मोनेटाइजेसन छैन होइन। तर अचम्म के भइदियो भन्दा मलाई फेसबुकले नेपालमै मोनेटाइजेसन दिइराख्यो क्या दाइ। त्यो चाहिँ अचम्म। यो अरूले भने नि बताउनन्, अरूलाई भने नि, किनभने अरूले यहाँ आरटिपी युज गरेका छन्, भिपिएन युज गरेका छन् होइन, पुरा एडमिनै अन्तको राखेर ल्यापटपबाट आरटिपी युज गरेर डेस्कटपबाट गरिरहेको छन्। मैले मोबाइलबाटै चलाइरहेको छु। यो मेरो यो सुने पनि पत्ताउनेवाला छैन। अस्ति एउटा क्रिएटरले मलाई जनकपुरबाट फोन गरिरहेको थियो, यार म यसैको विज्ञ हो, मसँग 4-5वटा पेज छ, युट्युब छ, 2 लाख 3 लाख उस भएको, मलाई सिकाउने तिम्रो हुन्छ, यसरी कसरी हुन्छ, हुनै सक्दैन यो भनेर पताएन। मैले त्योभन्दा धेरै फोर्स गरिनँ उसलाई। तर मेरो फेसबुक नेपालबाटै मोनेटाइज छ, यो कुरा चाहिँ मैले पहिलोचोटि रिभिल गर्दैछु। यो कोले हेर्छ खुब पैसा छापिरहेको चाहिँ भन्ने बेला हुँदैन, पैसा छापिएको चाहिँ छैन, मैले त्यसरी काम गर्न पाएन, मेरो सेटअप पनि छैन। यो पोडकास्ट पनि अहिले हामीले मोबाइलबाट रेकर्ड गरेर हो भनेर होइन, पैसा छापेको छैन। तर अचम्म चाहिँ होइन, म चाहिँ यो बाई द ग्रेस अफ गड भन्छु होइन, नेपालमा मेरो मात्रै होला, अरूको नि होला, अरूको नि भाषा एक दुईजनाको भन्ने चाहिँ सुनेको छु मैले। तर मान्छेले पत्ताउन्न कि मलाई चाहिँ फेसबुकले नेपालमा मोनेटाइजेसन दियो भन्दाखेरि, तर मलाई दिएको छ। मेरो यो 10-12 वर्षको मेहनतको प्रतिफल होला। अहिले कति छ तिम्रो फेसबुक फलोइङ? मेरो पेजमा चाहिँ 47,000 छ, अनि आइडीमा चाहिँ 14-15 हजार होला, अनि युट्युबमा चाहिँ कति 87-88,000 सब्सक्राइबर छ, अनि टिकटकमा एउटामा 58K फलोवर छ, अनि अर्को एउटा पनि छ अलि नयाँ बनाएको, त्यसमा 12-13 हजार छ। जोस् म चाहिँ सोसियल मिडियालाई राम्रैसँग अगाडि बढाउन सक्ने भएको छु अहिले चाहिँ। अब फेरि मेरो आफ्नै प्रोफेसन पनि छ र आफ्नै जिम्मेवारीहरू पनि छ, त्यो कारणले गर्दा मैले फुल टाइम सोसियल मिडियालाई अथवा मिडियालाई दिन सक्ने सकेको अवस्था छैन। यद्यपि गर्ने प्रयासमा छु, हेरौँ अब कहाँसम्म जान सकिन्छ। सोसियल मिडिया चाहिँ मैले एकदमै जानकारीमूलक तरिकाले निस्वार्थ भएर चलाएको है। मैले युट्युब कहिले पनि पैसा कमाउनको लागि, मोनेटाइज हुनको लागि चलाएकै होइन। यो कुरा चाहिँ म यहाँ भन्छु, सूचना दिनको लागि। मैले युट्युब चलाउनुको उद्देश्य के थियो भन्दा, एउटा त नागरिकताविहीन साथीहरूलाई अपडेट दिनु पर्यो, भन्नु पर्यो, एउटालाई सकिन्न नि त। अहिले पनि मेसेज गर्नुहुन्छ क्या, एउटै कुरा सोधिरहनुहुन्छ मेसेज, मैले त्यो कुरा फेसबुकमा भिडियो बनाएर युट्युबमा हालेर आउँछु, सम्भव हुँदैन नि दाइ। म पीडित साथीहरूलाई यो पोडकास्ट माध्यमबाट पनि यो कुरा जानकारी गराउन चाहन्छु। मैले भनिसकेको कुरा, मैले जानकारी दिइसकेको कुरा पुरा सांसदसँगको फोन रेकर्ड के दाइ, मैले रेकर्ड प्ले गरिदिरहेको हुन्छु कि विश्वसनीयता होस् भनेर होइन। म मात्र बोलेको कुरा किन बताउनु पर्यो त नि, मै बोलेको सुनुन्न भनेर एक्स्ट्रा मोबाइल किनेर रेकर्ड सुनाइरहेको छु। अनि के भयो त नि दाइ कुरा भनेर फोनमा गरिरहेको हुन्छ कोही पीडित साथी पारो तातेर आउँछ भनेको दाइ, साँच्ची भनेको मलाई रिस उठ्छ क्या कहिले काहीँ, मलाई एकदम रिस उठ्छ। सबैलाई भन्न सक्दिनँ नि त दाइ, मैले एउटालाई मेसेज गरेर तिम्रो यसरी हुन्छ, मन्त्रीले यस्तो भन्नुभयो, यो एउटालाई सकिन सम्भव हुँदैन नि त। हजारौँ छन् पीडित, लाखौँ छन्। त्यही भएर नै त यो मिडियालाई युज गरे हो यसरी। युट्युब त्यही भएर न खोल्या हो, फेसबुक त्यही भएर न खोल्या हो। ए बाबा त्यहाँ फलो गर्दैन, त्यो भिडियो हेर्दैनौ भने भिडियो हेर्न मरे तैँले अब फेरि मोनेटाइज भयो भन्दैछु, यसले भिडियो हेरेर पैसा कमाउँछ भनेर किन हो हेर्नु है। अब त्यो एक खाले जेलस्टेस मान्छेलाई हुन्छ, मलाई थाहा छ। तर त्यो एउटाले भिडियो हेर्दैमा मैले पैसा कमाउने भन्ने हुन्न, आफ्नो लागि हेर्नु भने हो नि त। त्यो त पीडित आफू छ, आफ्नो समस्याको सोल्युसन छ भनेपछि ए बाबा त्यो भनिसकेको कुरा फेरि मलाई नसोधिदिनुहोस्, खोज्नुहोस्। तपाईँले पनि केही गर्नु पर्यो नि। मैले कत्रो दुःख गरेँ मेरो नागरिकता बनिसकेपछि पनि मैले होइन पीडितहरूको लागि भनेर अब म हिँडै छु होइन। अब अझै पनि मैले उस गरिरहेको छु, आफूले पनि केही गर्नु पर्यो भन्ने चाहिँ राख्नु पर्यो कि। त्यही भएर मेरो रिक्वेस्ट के छ पीडित साथीहरूलाई भन्दा, मैले भनिसकेको कुरा, मैले भिडियोहरूमा भनेको कुराहरू चाहिँ राम्रोसँग सूक्ष्म तरिकाले हेरेर त्यसलाई फलो गर्नु पर्यो। त्यसलाई फलो गर्ने धेरै नागरिकता बनाएको छन्। मलाई कहिले काहीँ के मेसेज आउँछ भन्दा, राति सुत्ने बेला 9 बजे 10 बजे, दाइ तपाईँलाई धेरै धन्यवाद, मेरो नागरिकता बन्यो भन्छन् कि, जब कि मैले उसलाई केही हेल्प नै गरेको हुन्न। अब मलाई कसरी चिन्नु भयो र मैले के हेल्प गरेर मलाई किन धन्यवाद भनेको भन्दा, मैले तपाईँको फेसबुकमा भिडियो हेरेको थिएँ, तपाईँले त्यहाँ प्रोसेस दिनुभएको थियो, मैले यस्तो पनि गरिदिएको छु कि दाइ। जस्तो एउटा पीडितको नागरिकता बन्यो होइन, कसरी बन्यो त नि, के गर्नुभयो भनेर भिडियो यसरी नै अन्तर्वार्ता लिएर युट्युबमा हालिदिएको छु कि। अनि त्यही प्रोसेस त फलो गर्न सकिन्छ नि त दाइ होइन। टाढाकोहरूले होइन, सेम त्यही गर्न सकिन्छ। अझै मैले के पनि सोल्युसन दिएछु भन्दा, तपाईँको सबै प्रमाणपत्र भएर पनि नागरिकता तपाईँले सिडिओ कार्यालयले दिन्न भने सिडिओ कार्यालयबाटै घर आएर होइन, सिडिओ कार्यालयबाटै मलाई फोन गर्नु एकपटक, म कुरा गरिहेर्छु होइन। सिडिओ कार्यालयबाटै फोन गर्नु मलाई होइन।
यसरी यसरी कुरा गर्नु, मैले भिडियोहरुमा कुरा गर्ने तरिका सिकाएको छु, कसरी कुरा गर्ने, कसरी फकाउने, के भनेर कुरा गर्ने, कसलाई लग्ने, सबै कुरा सिकाएको छु। त्यही भएर कम्तीमा भिडियो हेरेर त्यहाँबाट आइडिया चाहिँ लिनुपर्छ। सबैले एउटालाई सोधेर एउटालाई मेसेज रिप्लाई गरेर बस्ने फुर्सद चाहिँ मसँग छैन, हुँदैन, सक्दिनँ त्यसरी चाहिँ म। त्यसैले नै यो मिडियालाई त्यसरी युटिलाइज गर्नको लागि यो म्याक्सिमम युटिलाइजेसन अफ सोर्स भन्छ के, यो त्यसको त म्याक्सिमम युज त गर्नु पर्यो नि त। त्यही भएर सोसियल मिडियाको पनि म्याक्सिमम युज गरौँ हैन। अब मैले यही जनचेतनाको लागि भनेरै अब एउटा आफू पनि कहिलेकाहीँ बोलिरहन्छु, विचारहरू दिनको लागि भनेर नि युट्युब खोल्या हो हैन, फेसबुक पनि त्यही नै हो। तर बाइ द वे बोल्दै जाँदाखेरि यसरी आफू नै अनुहार देखाएर रियल कन्टेन्ट हाल्दाखेरि केही प्रतिफल पनि दिँदो रहेछ भन्ने चाहिँ थाहा भयो। ठिकै छ। अब एकदमै लास्ट क्वेसनतिर जाउँ। मेरो माइक पनि बिप गर्न थालिसक्यो। म तिम्रो पोलिटिकल एफिलिएसन कुन डिरेक्सनमा छ भनेर सोध्दिनँ हैन, तर भविष्यमा पोलिटिक्सतिर जाने भन्ने केही थटहरू छ तिम्रो? एकदम मजाले छ र हुनुपर्छ भन्छु म चाहिँ। के भन्छु भन्दाखेरि अहिले पोलिटिक्स जुन एकदम व्यवहारिक तरिकामा अगाडि बढिरहेछ नि, यसमा जिम्मेवार को छन् भन्दाखेरि आजभन्दा 20-25 वर्ष अगाडिको शिक्षित वर्गहरू छन् के। त्यति बेलाको शिक्षित वर्गहरू पोलिटिक्समा आइदिएको भए अहिलेका यी अशिक्षितहरूले हामीलाई राज गर्न पाउँदैन थिए। त्यसैले गर्दाखेरि म के भन्छु भन्दाखेरि प्रब्लम छ भनेर क्रिटिसाइज मात्र गर्ने भन्दा नि प्रब्लमको सोलुसन पनि मसँग छ भनेर अगाडि बढ्नु पर्यो कि। अब हैन, आजभन्दा 20-25 वर्ष अगाडि, 30 वर्ष अगाडि नै अर्थविदहरू, शिक्षकहरू, डाक्टरहरू, इन्जिनियरहरू, वकिलहरू राजनीतिमा आइदिएको भए कमसे कम आज पोलिटिक्स तपाईँको 70-80% क्लिन भइसक्थ्यो है। त्यो नहुनाले अब ढिला भए पनि तपाईँ हामी जस्तो जो हामीलाई शिक्षित भन्छौँ, अब हामीले चाहिँ हस्तक्षेप गर्नुपर्छ हैन। अब हामीले हस्तक्षेप गर्नुपर्छ। म के भन्छु भन्दा देशमा एकपटक यो पुरानो दलहरू जति पनि छन्, विशेष गरी अहिले राज्य चलाएर एकदमै व्याप्त भएको चाहिँ नेपाली जनता आजित भएको छ। नामै तोकेर भन्नुपर्दा म माओवादी भएर भन्न खोजेको चाहिँ होइन। मैले चाहिँ एउटा एकदमै स्पष्ट कुरा के भन्छु भन्दा एमाले र काङ्ग्रेस दुईटा जुन पार्टी हुनुहुन्छ, ठुला पार्टीहरू, उहाँहरूलाई ह्युज रेस्पेक्ट छ हैन। मैले त्यो ब्लेम गर्न खोजेको नि हैन, त्यहाँ पनि राम्रा मान्छेहरू हुनुहुन्छ। तर एकपटक उहाँहरू 84 देखि 89 सम्म एकपटक उहाँहरू चाहिँ बाहिर बस्दिनुपर्छ, साइलेन्ट भएर बस्दिनुपर्छ अथवा प्रतिपक्षमा बस्दिनुपर्छ। नयाँहरूलाई, शिक्षितहरूलाई र विकल्प दिन सक्नेहरूलाई ल एकपटक गर न त भनेर उहाँहरूले आफैले पालो दिनुपर्छ के। उहाँहरूले आफैले बुझेर हामीले यत्रो वर्ष देश चलायौँ, यत्रो वर्ष गऱ्यौँ, हामीले जे गर्न सक्यौँ गऱ्यौँ, नसक्ने पनि सकेनौँ हामीले हैन, जे सक्थ्यौँ सक्यौँ। तर एकपटक तिमीहरूले गर भनेर एकपटक चाहिँ शिक्षितहरूलाई, एक्सपर्टहरूलाई, नयाँहरूलाई एकपटक उहाँहरूले नै दिनुपर्छ भन्छु के। उहाँहरूले नै दिनुपर्छ। ठिक छ, नयाँहरूले नि सकेनन् भने तपाईँहरू पुरानैहरूबाट शिक्षितहरू आए भने त हैन। काङ्ग्रेस एमाले आउनै हुँदैन भनेको होइन। काङ्ग्रेस एमालेमा भएका राम्रा शिक्षितहरू, एक्सपर्टहरू, डाक्टरहरू, इन्जिनियरहरू राम्राहरू त आए भने त, आएर राम्रो गरे भयो नि। जस्तो अहिले हेर्नु न, एउटा बालेन शाह भन्ने काठमाडौँको मेयर छ, उनलाई चाहिँ कति कर्नरिङ गरेछ, कति पेल्याछ, कति हेप्याछ। अब बालेनहरू, कुलमान घिसिङहरू, सुमना श्रेष्ठहरू हैन, अझ म त भन्छु हर्क साम्पाङ जस्तो चाहिँ श्रमलाई रेस्पेक्ट गर्नेहरू, यिनीहरू अगाडि आउनुपर्छ अब हैन। अगाडि आउनुपर्छ नि त। अब हाम्रो गर्न सक्नेहरू आई थिंक अगाडि। ल र त्यही सिनारियोमा तपाईँले मलाई सोध्नु भएको क्वेसन पनि मैले यहाँनिर कम्प्लिट गरिहालेँ। म त अभियसली अल्टिमेटली म फ्युचरमा म पोलिटिक्समा त आउँछु नै आउँछु। किन आउँछु भन्दा म सधैँ नागरिकता पीडितहरूको समस्या हेरेर मात्र बस्नु त सक्दिनँ नि त। गरिदेऊ न भनेर अरूलाई मात्र भनेर भन्न त बस्नु त सक्दिनँ नि त म त हैन। त्यसैले म पनि त कुनै दिन त नीति निर्माण गर्ने ठाउँमा त म पुग्नु पर्यो नि त। मैले मेरो वडा बनाउनु पर्यो, मैले मेरो महानगर बनाउनु पर्यो, मैले मेरो देश बनाउनु पर्यो। जहाँबाट सक्छु म पोलिटिकल रूपमा कन्ट्रिब्युट गर्छु र त्यो मेरो चाहिँ भोलिको लागि मेरो त्यो भिजन हो, दर्शन हो। र हामी जस्तो युवाहरू आउनुपर्छ। म आउन सकुला नसकुला छुट्टै कुरा हो, तर शिक्षित वर्ग चाहिँ हरेक ठाउँबाट आउनुपर्छ। अहिले नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरा सोभिमा मलाई एकदमै खुसी लाग्छ। मैले अघि नै भने, मैले चाहिँ मलाई मन नपरेर मलाई नराम्रो लागेर एमाले काङ्ग्रेस बाहिर बस्नुपर्छ भनेको होइन। फेरि मैले यहाँ त्यो कुरा जोड्दैछु। अनेरा सोभिमा अहिले अस्ति चुनाव भयो, उहाँहरूको डाक्टर अध्यक्ष हुनुभएको छ एकजना, कटरिया भन्ने डाक्टर अध्यक्ष निर्वाचित भएर हुनुभएको छ। र 13 जना जति पदाधिकारीहरू इन्जिनियर हुनुहुन्छ, वकिल हुनुहुन्छ। छ त यार, राम्रो मान्छेहरू यसरी आउनु पर्यो कि अगाडि। मैले भन्न खोजेको कुरा यही हो हैन। राम्रो मान्छेहरू आएर, भिजन भएको मान्छेहरू आएर गर्दा भयो, नयाँ पुरानो भन्ने भएन। तर एकपटक
यत्रो चाहिँ 60-70 वर्ष शासन गरिसकेकाहरूले नै बिगारेको भएर यो भएको भएर एकपटक चाहिँ तपाईँहरू प्रतिपक्षमा हुन्छ या साइलेन्ट भएर हुन्छ। एकपटक 84 देखि 95 89 सम्म चाहिँ एकपटक तपाईँहरू चाहिँ बाहिर बस्दिनुपर्छ, मेरो चाहिँ त्यो धारणा हो। एकपटकको लागि चाहिँ जिन्दगीभर तपाईँहरू चाहिँ अरूले यहाँ गाली गरेर यिनीहरूलाई देशैबाट लहट्नुपर्छ अनेक भन्छन्, म चाहिँ त्यो भन्दिनँ। त्यो भित्र पनि राम्रा मान्छेहरू छन् होइन, स्थानीय जनप्रतिनिधिहरू काङ्ग्रेस एमालेबाट निर्वाचित भएकाहरू पनि त छन् नि त, राम्रा सांसदहरू पनि छन्। त्यो एकजना दुईजना चारजना नराम्रो भयो भनेर सबैलाई एउटै डालामा हाल्न मिल्दैन। नराम्रो त छन्, थाहा नभएको होइन, तर सबैलाई एउटै डालामा हाल्न मिल्दैन। त्यो कारणले गर्दाखेरि एकपटक चाहिँ उहाँहरूले नयाँलाई, एक्सपर्टलाई, राम्रोलाई, शिक्षितलाई पालो दिनुपर्छ भन्छु म। या म्यान, एकदम खुसी लाग्यो है आज कुरा गरेर। अब मेरो ब्याट्री पनि अलमोस्ट गइसक्यो। तिमीले टाइम दियो यो कुरा गर्नको लागि। मलाई धेरै अगाडिदेखि कुरा गर्न मन लागेको थियो यो टपिकमा। तिमीले आफ्नो भ्यालुएबल टाइम दियो, त्यसको लागि धेरै 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 धन्यवाद। अनि अब यो हेरेर चाहिँ जति पनि नागरिकता नपाउनु भएको साथीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यसबाट चाहिँ के बुझ्नुपर्ने हो, के सिक्नुपर्ने हो सिक्नु होला। कन्ट्याक्ट गर्नु पर्यो कन्ट्याक्ट गर्नु होला, र उहाँको सोसल मिडियाहरू पनि राम्ररी हेरिदिनु होला, त्यसमा धेरै इन्फर्मेसन छ। र या त्यति भन्दैमा we're gonna say bye। हुन्छ, थ्याङ्क यू सो मच दाइ, यसरी कुरा गर्ने मौका पाइयो। मैले सोचेकै थिइनँ, तपाईँले हिजो मात्र भन्नुभयो र मैले तपाईँले भनेपछि फेरि नाइ भन्नै सकिनँ। मलाई अरूले भने भए नाइ भन्थेँ र 19 गते पछिको लागि सार्थेँ, किनकि 10 गतेबाट मेरो बोर्ड एक्जाम छ, 9 दिन मात्र बाँकी छ। म यतिखेर एक्जाम प्रिपरेसन गरिरहेको मान्छे, त्यही भएर हो। ल थ्याङ्क यू सो मच। मैले यसरी पुरै ब्रिफली कसैलाई पनि भन्न पाएको थिइनँ, आज भन्न पाएँ। थ्याङ्क यू सो मच यो समयको लागि। नो प्रब्लम। हुन्छ, नमस्ते। नमस्कार।